प्याटर्नमै राखिदिएको छ सर एकचोटि हेरिहालौँ है। इकोनोमिक्स बुक मार्केटमा केही दिनमा आउँछ। म बिरामी भएर काम गर्न पाएको छैन 10-12 दिनदेखि, अलिकति सन्चो छैन। त्यसले गर्दा अलिकति डिले भयो, डिले त धेरै नै भयो, राम्रो हुँदैछ भनेर बुझ्नु होला है। ओके, सो फर्स्ट हामीले चाहिँ उदारीकरण के हो, विश्वव्यापीकरण के हो सामान्य रूपमा लेख्नु पर्यो, र यहाँ मैले तपाईँहरूलाई चाहिने तरिकाले कसरी लेख्ने ठ्याक्कै के हो भन्ने कुरा राखिदिएको छु। जस्तै अब उदारीकरण भने चाहिँ सरकारको भूमिका कम गर्दै बजारमा अर्थतन्त्रलाई बजारमुखी बनाउने भन्ने कुरा हो है। अर्थतन्त्रका हरेक गतिविधि, आर्थिक गतिविधि, सामाजिक गतिविधि सबैमा चाहिँ सरकारको नियमन नियन्त्रण कम गर्ने, सरकारको प्रतिबन्ध हटाउने, र सरकारको नियामकीय भूमिकालाई चाहिँ यो उत्प्रेरकको भूमिकामा, सहजकर्ताको भूमिकामा रूपान्तरण गर्ने अवधारणा भने उदारीकरण हो। त्यसैले त्यही अनुरूप परिभाषा लेख्नुला। उदारीकरण भन्नाले सरकारले अर्थतन्त्रमा लगाएको प्रतिबन्ध हटाउनु पर्यो, सरकारी नियन्त्रण कम गर्नु पर्यो, नियम कानुनलाई चाहिँ कम गर्नु पर्यो, र त्यसको माध्यमबाट निजी क्षेत्रलाई स्वतन्त्रता प्रदान गर्ने र आर्थिक गतिविधिमा निजी क्षेत्रको नेतृत्व स्थापना गर्ने व्यवस्थित प्रक्रिया भन्ने चाहिँ उदारीकरण भयो। यसको मुख्य उद्देश्य बजारलाई खुला बनाउने, प्रतिस्पर्धा बढाउने बजारमा, र आर्थिक गतिविधिलाई छिटो, छरितो र सहज बनाउने हुने गर्दछ। यसमा उदारीकरणको अवधारणा अन्तर्गत मुख्य रूपमा निजी क्षेत्रलाई प्रोत्साहन दिइन्छ, सरकारी स्वामित्वमा रहेका उद्योग, उद्यम, व्यवसाय जति छन् तिनलाई निजीकरण गरिन्छ, विदेशी लगानीलाई प्रोत्साहित गरिन्छ भने अर्थतन्त्रलाई चाहिँ समग्रमा बजारमुखी बनाउने, मार्केट ओरिएन्टेड बनाउने चाहिँ काम गरिन्छ, र ब्याङ्क तथा वित्तीय क्षेत्रमा चाहिँ सुधारका कुराहरू परिकल्पना गरिन्छ। यो चाहिँ उदारीकरण भयो। सामान्य यति लेख्ने, अरू धेरै लेखिराख्नु पर्दैन है। अनि त्यस पछाडि हाम्रो अर्को चाहिँ विश्वव्यापीकरण छ, ग्लोबलाइजेसन। अब यो विश्वव्यापीकरण भने चाहिँ के हो भन्दा कुनै पनि देशको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग इन्टिग्रेट गर्ने, आबद्ध गर्ने, अन्तर्आबद्धता गर्ने, अथवा चाहिँ कुनै पनि देशको इकोनोमीलाई विभिन्न माध्यमबाट अन्य अर्थतन्त्रहरूसँग आबद्ध गराउने काम चाहिँ विश्वव्यापीकरण हो। त्यसैले विश्वव्यापीकरण भन्नाले विश्वका देशहरू बिचको आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक सम्बन्धहरू एक आपसमा जोड्ने र विश्वव्यापी मान्यताहरू समग्र रूपमा लागू गर्ने अवधारणा भने चाहिँ विश्वव्यापीकरण भयो। त्यसैले यसले एउटा अर्थतन्त्रलाई विश्वका अन्य अर्थतन्त्रसँग अथवा वर्ल्ड इकोनोमीसँग आबद्ध गर्ने, इन्टिग्रेट गर्ने कार्य गर्दछ। यसले संसारलाई एउटै ग्लोबल भिलेज भन्छौँ नि होइन, कुनै पनि देशहरू बिचको क्लासिफिकेसन नभएर सबै देश चाहिँ एउटै सिङ्गल भिलेज हुन्, एउटै गाउँ हो, एउटै मुलुक हो, एउटै ठाउँ हो भन्ने चाहिँ यसले परिकल्पना गर्छ। यसमा मुख्य रूपमा अन्तर्राष्ट्रिय व्यापारलाई विस्तार गर्ने, बहुराष्ट्रिय कम्पनीहरूको सहज आवत जावत सुनिश्चित गर्ने, प्रविधिको आदान प्रदान गर्ने, मानव संसाधनको अन्तर्राष्ट्रिय स्तरमा गतिशीलता प्रवर्धन गर्ने भने लेबर मार्केटको लिबरलाइजेसन गर्ने, श्रमिकको उदारीकरण र श्रमको उदारीकरणका कुरा चाहिँ विश्वव्यापीकरणले। सो यो दुइटालाई हेर्दाखेरि के बुझ्नु पर्यो भन्दा उदारीकरण भनेको अर्थतन्त्रभित्रको सुधार हो। अर्थतन्त्रभित्रमा चाहिँ सरकारको भूमिकालाई कम गर्दै आर्थिक गतिविधिलाई प्राइभेट सेक्टर ओरिएन्टेड बनाउने, बजार ओरिएन्टेड बनाउने। त्यसैले उदारीकरण अर्थतन्त्रभित्रको सुधार हो भने विश्वव्यापीकरण भनेको यसरी सुधार गरिएको अर्थतन्त्रलाई विश्वसँग जोड्ने अवधारणा भयो। त्यसकारण विश्वव्यापीकरण सबैभन्दा वृहत अवधारणा, उदारीकरण विश्वव्यापीकरण भन्दा तुलनात्मक रूपमा साँघुरो अवधारणा, र उदारीकरणलाई सहयोग गर्ने भने चाहिँ निजीकरण भयो। त्यसैले निजीकरण छुट्टै कुरा हो, उदारीकरणको एउटा कम्पोनेन्टको रूपमा निजीकरण रहन्छ भने विश्वव्यापीकरण भनेको सबैभन्दा वृहत अवधारणा जसले कुनै पनि एउटा देशलाई विश्वका अन्य देशहरूसँग आबद्ध गराउँछ भन्ने कुरा बुझ्नु पर्यो है। अनि अब नेपालमा विश्वव्यापीकरणबाट अधिकतम लाभ किन लिन सकिएन त भन्ने कुरा सोधेको क्वेसनले 7-8वटा कज लेख्दा हुन्छ या, मैले अलिक धेरै नै राखिदिएको छु। सो थोरै यसरी ब्याकग्राउन्ड लेख्नु पर्यो। विश्वव्यापीकरणले प्रत्येक देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले एक आपसमा जोड्दै अर्थतन्त्रको विस्तार, समाज सुधारका अवसरहरू प्रदान गर्दछ। सोही अनुसार नेपालले पनि विश्वव्यापी मान्यताहरू पालना गरिसके पछाडि 1990 पश्चात प्रविधिको माध्यमबाट, व्यापारको माध्यमबाट, रोजगारी, लगानी, ज्ञान आदान प्रदानको माध्यमबाट सहयोग प्राप्त गरेको छ। यो विश्वव्यापीकरणले नेपालमा सहयोग गरेको छ। तर अब यो प्रकारको सहयोग चाहिँ हाम्रोमा अपेक्षित अधिकतम लिन सकेको देखिँदैन। यसका चाहिँ प्रमुख कारणहरू र यसलाई व्यवस्थापन गर्ने उपाय निम्नानुसार रहेका छन् भनेर लेख्दा हुन्छ। सबैभन्दा मेन चाहिँ हाम्रो पूर्वाधारको कमजोरीले गर्दाखेरि हामीले चाहिँ विश्वव्यापीकरणले हामीलाई प्रदान गरेका अवसरहरू क्यापिटलाइज गर्न सकेनौँ। सडक, बिजुली, इन्टरनेट जस्ता हाम्रा पूर्वाधार चाहिँ देशव्यापी रूपमा सहज तरिकाले विस्तारित भएनन्। असमान पूर्वाधारको विकास भयो र पूर्वाधारको ग्यापले गर्दा, इन्फ्रास्ट्रक्चर ग्यापले गर्दा व्यावसायिक गतिविधि सबैतिर फैलिएनन्।
त्यो एउटा कारण। शिक्षा, सिप र उत्पादनको इकोसिस्टम पनि हाम्रोमा कमजोर भयो। शिक्षालाई सिप र सिपलाई उत्पादनसँग जोड्दै मुलुकमा चाहिँ आर्थिक गतिविधि प्रवर्धन गर्नुपर्ने खालको शिक्षा हाम्रोमा भएन, जसले गर्दा चाहिँ विश्वव्यापीकरणले जुन हाम्रो विश्व बजार खोलिदिएको थियो त्यसलाई हामीले क्यापिटलाइज गर्न सकेनौँ। नीतिगत अस्थिरता, राजनीतिक अस्थिरता, यस्ता कारणले गर्दाखेरि पनि मुलुकप्रतिको लगानीकर्ताको विश्वसनीयता र मुलुकप्रतिको हेर्ने दृष्टि पनि कमजोर भयो। त्यो पनि एउटा कारण राख्न सकिन्छ। अनि प्राविधिक प्रगतिमा पनि हामी पछाडि पर्यौँ। डिजिटल प्रविधिहरूको पहुँच सीमित रहेको छ। हामी चाहिँ विदेशी प्रविधिमा मात्रै आधारित छौँ। आफ्नो आन्तरिक टेक्निकल क्यापासिटी हामीले डेभलप गर्न सकेनौँ। अनि वैदेशिक लगानी भित्र्याउने पनि हामीसँग चाहिँ पर्याप्त खालको कानुनी व्यवस्था, सुधारोन्मुख कानुनी व्यवस्था हुँदाहुँदै पनि हाम्रा भएका व्यवस्थाले हामीले चाहिँ एफडिआईलाई भित्र्याउन सक्ने गरी एउटा इन्भाइरोमेन्ट क्रिएट गर्न सकेका छैनौँ। त्यो पनि एउटा कारणमा राख्न सकिन्छ। अनि हामीले चाहिँ आन्तरिक उत्पादन क्षमता बढाउनुको सट्टा घट्दै गयो, जसले गर्दा आयात चाहिँ बढेको बढे, निर्यात त्यो दरमा नबढेको र व्यापार घाटा उन्मुख अवस्था रहेको छ। यो पनि एउटा प्रमुख कारण हो। अनि हाम्रो निजी क्षेत्र पनि कमजोर छ। निजी क्षेत्रको सहभागिता कमजोर छ। आर्थिक गतिविधिहरूमा निजी क्षेत्र त्यति आकर्षित देखिँदैन, र आर्थिक गतिविधि यसले सम्पन्न गर्दाखेरि पनि उत्पादनभन्दा आयातमा यो बढी केन्द्रित रहेको देखिन्छ। अल्पकालीन नाफा उन्मुख उद्देश्यबाट यो अगाडि बढेको देखिन्छ, जुन विश्वव्यापीकरणबाट हामीले चाहिँ जुन अवसर प्राप्त गरेका थियौँ त्यसलाई चाहिँ क्यापिटलाइज गर्न नसक्नुको कारण यसलाई पनि लिन सकिन्छ। अनि सरकारी सेवामा पर्याप्त समर्थन, होइन, निजी यो हाम्रो रिफर्म ओरिएन्टेड गभर्मेन्ट सर्भिसेस, पब्लिक सर्भिस डेलिभरी नभएको, त्यसैले सरकारी सेवामा पारदर्शिताको अभाव भएको, होइन, विभिन्न सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, ढिलासुस्ती, प्रक्रिया उन्मुख प्रणाली, नतिजा उन्मुख भन्दा पनि प्रोसेस ओरिएन्टेड लेन्दी प्रोसिड्युर, यो टाइपको चाहिँ हाम्रो सार्वजनिक सेवा प्रवाहमा समस्या देखिन्छन्। यसले गर्दाखेरि पनि व्यावसायिक गतिविधिलाई सोचे उन्मुख तरिकाले विस्तार गर्न सकेन भन्ने पाइयो। पर्यटन क्षेत्रमा हाम्रोमा सम्भावना थियो। पर्यटन क्षेत्रलाई चाहिँ रूपान्तरण ड्रास्टिक तरिकाले प्लस लङ टर्म इम्प्याक्ट हुने गरी यसलाई रूपान्तरण गर्ने रणनीतिक सोचको कमी भयो, है। हाम्रोमा अपार सम्भावना रहेको पर्यटन क्षेत्र थियो, त्यसको दिगो परिवर्तनको लागि आवश्यक पहलहरू भएको देखिँदैन। यो पनि एउटा कारणमा राख्न सकिन्छ। श्रम शक्तिको पलायन, अब युवा र दक्ष जनशक्ति विदेश पलायन हुँदै गएको, जसले देशको उत्पादकत्व, उत्पादन क्षमता कमजोर बन्दै लगेको छ। हामी देशमा बसेका काम छैन भनेर नसम्झिने, तर टेक्निकल क्यापासिटी चाहिँ कमजोर देखिन्छ, होइन। इफिसियन्ट म्यान पावर चाहिँ भएको देखिँदैन, त्यो चाहिँ एउटा समस्या हो। कृषि र उद्योगमा चाहिँ नवप्रवर्धन, व्यवसायीकरण, यान्त्रिकरण जस्ता कुराहरू भएनन्। यसले गर्दाखेरि चाहिँ हाम्रो कृषि क्षेत्रमा जुन सम्भावना थियो त्यो पनि यो क्यापिटलाइज गर्न सकिएन। अनि वित्तीय स्रोत साधन जति छन्, रेमिट्यान्सबाट आउने, देशभित्रैका ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने, यी सबैको गैर उत्पादनमूलक प्रयोग भएको देखिन्छ। यस प्रकारका चाहिँ विविध पक्षका कारणहरूले गर्दा विश्वव्यापीकरणले हामीलाई प्रदान गरेको अवसर हामीले प्रयोग गर्न सकेनौँ। यसलाई सुधार गर्न के गर्नु पर्ला भन्दा गाउँदेखि सहरसम्म समयानुकूल पूर्वाधार विस्तार गर्ने र पुँजीगत क्षमता बढाउनु पर्ने देखिन्छ। यो गर्नुपर्ने आवश्यकता छ। प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिँदै शिक्षा प्रणालीमा सुधार गर्ने, शिक्षालाई सिप विकास र सिपलाई उत्पादनसँग जोड्ने चाहिँ पद्धति प्रणाली विकास गर्नुपर्ने देखिन्छ। राजनीतिक स्थायित्व कायम गर्ने, नीतिहरूको दिगोपन कायम हुने गरी निरन्तरता कायम गर्ने र लगानी मैत्री वातावरण सृजना गर्नुपर्ने देखिन्छ। सूचना प्रविधिको पहुँच गाउँघरसम्म विस्तार गर्दै डिजिटल अर्थतन्त्र, डिजिटल डिभाइडका कुरालाई एड्रेस गर्नुपर्ने देखिन्छ। अनि हाम्रा कानुन, संस्था र प्रक्रियागत क्षेत्रमा सुधार गर्दै विदेशी लगानीलाई थप आकर्षण गर्ने केन्द्रको रूपमा हामीले नेपाललाई विकास गर्नुपर्ने देखिन्छ। अनि घरेलु उत्पादन प्रवर्धन गर्दै आयातलाई प्रतिस्थापन गर्ने र अन्ततः निर्यात वृद्धिका लागि चाहिँ आवश्यक अनुदान, सहुलियतपूर्ण सुविधा सरकारले प्रदान गर्नुपर्ने देखिन्छ। र यसकै लागि वैदेशिक अनुदान, ऋणहरू परिचालन गर्दाखेरि पनि हुन्छ भन्न पाइन्छ, है। अनि व्यापार कूटनीतिक भनेको अब यो ट्रेड डिप्लोमेसीलाई इन्हान्स गर्दै हामीले चाहिँ इन्डिया बाहेकको नयाँ बजारहरू खोज्ने, अन्तर्राष्ट्रिय इन्टरनेसनल पार्टनरसिप हामीले प्रमोट गर्ने, यो भयो भने पनि विश्वव्यापी मान्यताले हामीलाई जति पनि अपर्च्युनिटिजहरू प्रोभाइड गरेको छ अनि त्यसलाई क्यापिटलाइज गर्न सकिन्छ। अनि प्राइभेट सेक्टरसँग गभर्मेन्टले चाहिँ स्ट्रङली कोअर्डिनेट गरेर, सहकार्य गरेर स्टार्टअप फाइनेन्सिङ, लघु साना मझौला उद्योगहरूको प्रवर्धन गर्नुपर्ने देखिन्छ, जसले गर्दा चाहिँ हाम्रा आन्तरिक स्रोत साधनहरू प्रयोग हुने, यसले चाहिँ आयात पनि प्रतिस्थापन गर्न सहयोग गर्छ र देशभित्र रोजगारीका अवसर सिर्जना गरेर
देशको आर्थिक सक्षमता बढाउन पनि यसले सहयोग गर्छ भन्न पाइन्छ। अनि हाम्रो सार्वजनिक सेवामा सुधार गर्नुपर्छ, जसका लागि पारदर्शिता, जवाफदेहिता र अनलाइन डिजिटलाइज सर्भिसेसहरू प्रवर्धन गर्नुपर्ने देखिन्छ। पर्यटन प्रवर्धनमा नवीनता ल्याउनु पर्ने देखिन्छ। परम्परागत तरिकाका नीतिले हुँदैन, नयाँ तरिकाले। त्यस पछाडि हाम्रो चाहिँ एग्रिकल्चर टुरिज्म, कल्चरल टुरिज्म, एडभेन्चरस टुरिज्म होइन, यस्ता कुराहरू विकास गर्नुपर्ने देखिन्छ। अनि दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र दिगो रोजगारीका अवसरहरू सिर्जना गर्न सक्यो भने यसले चाहिँ सबै क्षेत्रमा परिवर्तन ल्याएर देशको आर्थिक क्षमता बढाउन सक्छ भन्न पाइयो। कृषि र उद्यममा प्रविधिको प्रयोग गर्ने होइन, स्मार्ट कृषि, एग्रोटेक, यो हाम्रो चाहिँ आधुनिक उद्योगहरू प्रवर्धन एग्रिकल्चर सेक्टरमा र इन्डस्ट्रियल सेक्टरमा चाहिँ टेक्नोलोजिकल कुराहरूलाई अट्याच गरेर प्रविधिका कुराहरूलाई जोडेर यसमा आधुनिकीकरण ल्याउयो भने स्वदेशी निजी क्षेत्र पनि आकर्षित हुने, युवाहरू पनि आकर्षित हुने, विदेशी लगानीकर्ता पनि आकर्षित हुने यो सम्भावना देखिन्छ। त्यसका लागि चाहिँ यो हाम्रो चाहिँ एग्रिकल्चर, इन्डस्ट्री र टेक्नोलोजीलाई जोड्नुपर्ने देखिन्छ। अनि देशमा उपलब्ध वित्तीय स्रोत साधन जति छन्, यी स्रोत साधनको उत्पादनमूलक उपयोग चाहिँ अनिवार्य गर्नुपर्छ भन्न पाइयो। सरकारी नीतिलाई प्रभावकारी बनाउनु पर्यो, सहकार्यता, समन्वयता बढाउनु पर्ने देखिन्छ। नागरिक चेतना वृद्धि गर्ने र आन्तरिक वस्तुको उपभोगमा ध्यान दिने, जुन हाम्रो देखासिकी छ, बाह्य वस्तु मात्रै उपभोग गर्न खोज्छौँ, त्यस्तो चाहिँ देखासिकीलाई नियन्त्रण गर्न पब्लिक अवेरनेस इन्हान्स गर्नुपर्छ भन्न पाइयो। हाम्रो प्राइभेट सेक्टरको क्यापासिटी डेभलप गर्दै क्वालिटी प्रोडक्ट्सहरू प्रोडक्सन गर्न सकियो भने यसरी चाहिँ हामीले विश्वव्यापीकरणबाट विभिन्न क्षेत्रमा हामीले हासिल गरेका अवसरहरू चाहिँ क्यापिटलाइज गर्न सक्छौँ भन्न पाइयो है। ल अब कन्क्लुजन त्यसो हेर्नु होला है, यसो गरियो भने चाहिँ फाइदा हुन्छ भन्ने तरिकाले लेख्नु पर्यो। यहाँ मैले लेखिदिए यति लेख्नु है, मैले जति लेखिदिएको छु यति लेख्नु, यो यति नै लेख्नुपर्छ इक्जाममा। तपाईँको प्रतिस्पर्धीले लेखिदिन्छ होइन। टेक्नोलोजी बेस्ड एग्रिकल्चरल अकुपेसन, एग्रिकल्चरल सेक्टरमा चाहिँ टेक्नोलोजी प्रयोग गरेर नयाँ नयाँ प्रकारका कृषिजन्य उद्यमहरू सञ्चालन गर्ने भने। ओके, अब हाम्रो दोस्रो क्वेसन थियो यो मनी सप्लाईका निर्धारक तत्त्वहरू, डिटर्मिनेन्ट्सहरू के हुन् भन्ने कुरा। सबैभन्दा पहिला मनी सप्लाई भने चाहिँ कुनै पनि समयमा अर्थतन्त्रमा कुल मुद्राको मात्रा कति छ त्यसलाई मनी सप्लाई भन्छौँ, अथवा सिक्का कति छन् र नगदको होल्डिङ कति छ, क्यास र करेन्सीको टोटल सर्कुलेसन कति छ इकोनोमीमा कुनै पनि समयमा, त्यसलाई मनी सप्लाई भन्छ। अब यसलाई अरू डिटेल चाहिँ जानु परेन होइन। मनी सप्लाईका विभिन्न मापन छन्, M1 छ, M2 छ, मैले त्यता पनि जान्न। यसलाई चाहिँ विभिन्न नामहरूबाट मापन गर्न सकिन्छ। र कुल मिलाएर के बुझ्ने भन्दा कुनै पनि देशमा केन्द्रीय ब्याङ्कले सर्कुलेसन लिएर आएको, परिचालनमा लिएर आएको र परिचालनमा रहेको कुल मुद्राको मात्रा भने चाहिँ मुद्रा प्रदाय हो। र यो के कुराले घट्छ, के कुराले बढ्छ भन्ने तत्त्वहरू खोज्नुपर्छ। ती तत्त्वलाई चाहिँ मनी सप्लाईका निर्धारकहरू भन्छ। के भयो भने चाहिँ अर्थतन्त्रमा मोनेटरी सर्कुलेसन बढ्छ, के भयो भने मोनेटरी सर्कुलेसन घट्छ, त्यस्ता खालका तत्त्वलाई डिटर्मिनेन्ट्स अफ मनी सप्लाई भनेर भन्छौँ। त्यसैले मुद्रा प्रदाय भन्नाले कुनै पनि देशको अर्थतन्त्रमा तोकिएको समयमा प्रचलनमा रहेको सम्पूर्ण मुद्रा, नगद तथा सिक्काको मात्रा हो। यसमा जनताले प्रयोग गर्न सक्ने नगद, जुन तपाईँ हामीले राखेका छौँ घरमा करेन्सी, तपाईँ हामीले ब्याङ्कमा राखेको डिपोजिट आदि समावेश हुन्छन्। केन्द्रीय ब्याङ्कद्वारा नियन्त्रण हुने गर्दछ प्रत्येक देशमा मुद्रा प्रदाय, र मौद्रिक नीति मार्फत यसलाई व्यवस्थापन गरिन्छ। अनि अर्थतन्त्रमा दिगो स्थायित्व हासिल गर्नुपर्ने छ भने मुद्रा प्रदाय चाहिँ उपयुक्त मात्रामा हुनुपर्छ, मुद्राको माग बराबर मुद्रा प्रदाय हुनुपर्छ भन्न पाइयो है त। यति कुरा ब्याकग्राउन्डमा लेख्ने। अब यो मुद्रा प्रदाय के कुराले बढ्छ, के कुराले घट्छ भन्ने डिफ्रेन्ट अप्रोचेसहरू छन्। यो 5 नम्बरमा असिस्टेन्ट लेभलमा त्यो अप्रोचभित्र गइराख्नु पर्दैन, सिधै तपाईँहरूले यसरी पोइन्ट वाइज लेख्दा हुन्छ। सो मौद्रिक नीति सबैभन्दा पहिलो तत्त्व हो मुद्रा प्रदाय बढ्ने कि घट्ने भन्ने। मौद्रिक नीतिको कार्यदिशा कस्तो छ त्यो अनुसार चाहिँ मुद्रा प्रदाय घटबड हुन सक्छ। यदि विस्तारात्मक नीति अवलम्बन गरेको छ भने मुद्रा प्रदाय बढ्छ, र सङ्कुचनात्मक नीति अवलम्बन गरेको छ भने मुद्रा प्रदाय चाहिँ घट्छ भन्न पाउनुहुन्छ। अनि केन्द्रीय ब्याङ्कको नीतिगत रूपमा चाहिँ कायम गरिने तरलता अनुपातहरू, सिआरआर, एसएलआरका कुराहरू, सिआरआर एसएलआरहरू जति बढो त्यति चाहिँ ब्याङ्कहरूले कम कर्जा दिन पाउँछन्, त्यसले मुद्रा प्रदाय घटाउँछ भने। सिआरआर एसएलआरहरू घट्यो भने ब्याङ्क तथा वित्तीय संस्था कर्जा प्रवाह गर्ने क्षमता बढ्छ। त्यसैले केन्द्रीय ब्याङ्क लागू गर्ने तरलता अनुपात बढ्दा मुद्रा प्रदाय घट्छ भने तरलता अनुपात घट्दाखेरि मुद्रा प्रदाय बढ्छ भनेर बुझ्नु पर्यो।
अनि वाणिज्य ब्याङ्कहरूको कर्जा क्षमता कस्तो खालको छ? कर्जा क्षमता धेरै छ भने मुद्रा प्रदाय बढ्छ बजारमा। कर्जा क्षमता कमजोर छ, कर्जा चाहिँ दिने क्षमता कमजोर छ, विभिन्न तरलता अनुपातहरू सरकारले चाहिँ वाणिज्य ब्याङ्कहरूले तथा ब्याङ्क तथा वित्तीय संस्थाले जुन निक्षेप सङ्कलन गर्छन्, निक्षेप सङ्कलन गरेको धेरै मात्रा चाहिँ उनीहरूले चाहिँ कहीँ न कहीँ रिजर्भको रूपमा राख्नुपर्छ भने ऋण क्षमता कमजोर हुन्छ, त्यो बेला मुद्रा प्रदाय घट्छ। र सरकारले चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेप चाहिँ रिजर्भको रूपमा राख्नुपर्ने आवश्यकताहरू कम गरिदिन्छ भने त्यो बेला चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाको कर्जा क्षमता बढ्छ र मुद्रा प्रदाय पनि बढ्छ। अनि नागरिकको जनताको नगदप्रतिको मोह, नगदप्रतिको चाहना, इच्छा के छ? तपाईँ हामी घरमै नगद राख्न खोज्छौँ भने मुद्रा प्रदाय घट्छ। हामीले चाहिँ ब्याङ्क तथा वित्तीय प्रणालीलाई विश्वास गरेर नगद कम राख्यौँ, ब्याङ्क तथा वित्तीय संस्थासँगको कारोबार बढायौँ भने ब्याङ्क तथा वित्तीय संस्थासम्म पैसा पुग्छ। उसले चाहिँ क्रेडिट क्रिएसनको माध्यमबाट मुद्रा प्रदाय बढाउँछ। त्यसैले नगदप्रतिको मोह अधिक हुँदाखेरि मुद्रा प्रदाय घट्छ भने, नगदप्रतिको मोह कम भएर वित्तीय प्रणालीप्रतिको विश्वास बढ्यो भने मुद्रा प्रदाय चाहिँ बढ्ने गर्छ। अनि सरकारको खर्च, सरकारले पुँजीगत खर्च कति गरेको छ अथवा सरकारको समग्र खर्च वृद्धि हुँदै गएमा टाइममै खर्च गर्यो भने मुद्रा प्रदाय बढ्छ। र सरकारको खर्च क्षमता कमजोर भयो, खर्च गुणस्तरीयता घट्दै गयो भने मुद्रा प्रदाय घट्छ। अनि फरेन असेस्टहरूको इन्फ्लो के छ देशमा, होइन? विप्रेषणबाट पैसा आउने कुरा, निर्यात गरेर पैसा आउने कुरा, ऋणबाट पैसा आउने कुरा, लगानीबाट पैसा आउने, सो विदेशी सम्पत्तिहरू, विदेशी मुद्रामा आर्जन हुने सम्पत्तिको मात्रा बढ्यो भने त्यसले चाहिँ मनी सप्लाई बढाउँछ देशमा भनेर बुझ्नु पर्यो। अनि ब्याङ्किङ प्रणालीको विकास जति भयो, वित्तीय संस्थाहरूको एक्सेस जति धेरै भयो, अनि मान्छे वित्तीय संस्थाप्रतिको विश्वास धेरै भयो, अनि वित्तीय समावेशता धेरै भयो भने यसले चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाको पहुँचको माध्यमबाट मुद्रा प्रदाय बढाउँछ। ब्याङ्कसम्म मान्छे धेरै जति आकर्षित भयो त्यति नै मोनेटरी फ्लो ब्याङ्किङ च्यानलमा आउँछ र यसले मनी सप्लाई बढाउँछ। अनि भुक्तानी प्रणाली जति धेरै आधुनिक भयो, क्युआरका कुराहरू, होइन? त्यस पछाडि मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, यसका यसका माध्यमबाट चाहिँ डिजिटल कारोबार, भुक्तानी प्रणालीमा डिजिटल भुक्तानी प्रणाली जति धेरै प्रवर्धन भयो त्यति धेरै मनी सप्लाई बढ्छ। जस्तै तपाईँले भ्याल्युमा भर्ना गर्दाखेरि क्यास तिर्नुभयो भने त्यो पैसा कति दिनसम्म त्यहीँ बसिराख्न सक्छ, डिजिटली पे गर्नु हो भने त्यो खातामा गइसक्छ र सर्कुलेसनमा त्यसले चाहिँ भ्याल्यु एड गर्छ। त्यसरी भुक्तानी प्रणाली जति धेरै सुधार हो त्यति धेरै मनी सप्लाई बढ्छ। अनि केन्द्रीय ब्याङ्कको ऋण सुविधा बढ्यो भने पनि मनी सप्लाई बढ्छ। जस्तो अब नेपालको केसमा चाहिँ राष्ट्र ब्याङ्कले सरकारलाई कर्जा दिन सक्छ, सरकारलाई, अनि त्यहाँका कर्मचारीलाई ऋण सुविधा दिन्छ। यसरी कर्मचारीलाई, सरकारलाई दिने जुन सुविधा छ त्यो जति धेरै वृद्धि भयो त्यति बजारमा पैसाको फ्लो बढ्छ। सो यसरी मुद्रा प्रदायलाई चाहिँ विभिन्न प्रकारका तत्त्वहरूले ब्याङ्क तथा वित्तीय संस्थाको व्यवहारसँग सम्बन्धित, केन्द्रीय ब्याङ्कको व्यवहारसँग सम्बन्धित र उपभोक्ताको व्यवहार अथवा नागरिकको व्यवहारसँग सम्बन्धित विभिन्न व्यवहारिक तत्त्वहरूले चाहिँ प्रभाव पार्दछ भन्न पाइयो है। र अर्को तेस्रो क्वेसन चाहिँ मौद्रिक र वित्त नीतिको प्रभावकारी समन्वयबाट मात्रै दिगो आर्थिक वृद्धि र स्थायित्व हासिल हुन सक्छ भन्ने कुरालाई चाहिँ सैद्धान्तिक रूपमा पुष्टि गर भन्ने क्वेसन थियो। अब यो क्वेसनमा चाहिँ सबैभन्दा पहिला यसलाई कसरी लेख्ने भन्दा मौद्रिक र वित्त नीतिलाई थोरै डिफाइन गर्नुहोस्, त्यसरी कसरी यसले चाहिँ स्थायित्व र वृद्धि ल्याउँछ भन्ने कुरालाई व्याख्या गरेर अनि यो आइएसएलएम मोडेलबाट चाहिँ सैद्धान्तिक रूपमा यस्तो यस्तो हुन्छ एउटा डायग्राम ड्र गर्दै भने सकिन्छ। यसको पनि 5 नम्बर छ, धेरै लेख्नु पर्दैन। त्यसैले केन्द्रीय ब्याङ्कले मुद्रा प्रदाय, ब्याज दर र क्रेडिटको व्यवस्थापन मार्फत मूल्य स्थायित्व, आर्थिक वृद्धि र वित्तीय स्थिरता प्राप्त गर्न अपनाउने चाहिँ वृहत आर्थिक नीति भने मौद्रिक नीति भइहाल्यो। नेपालमा नेपाल राष्ट्र ब्याङ्कले यो नीति निर्धारण गर्छ भन्न पायो। त्यस्तै सरकारको राजस्व सङ्कलन र खर्चको माध्यमबाट आर्थिक गतिविधिलाई चाहिँ व्यवस्थित रूपमा सञ्चालनमा ल्याउने, असमानता न्यूनीकरण गर्ने, वृद्धि विकास प्रवर्धन गर्नका लागि अप्नाइने नीति चाहिँ वित्त नीति हो। यो चाहिँ नेपाल सरकारले अथवा अर्थ मन्त्रालयले जारी गर्छ, लागू गर्छ भन्न पाउनुभयो है त। यसरी पहिला सुरुवातमा परिचय लेख्ने, अनि अब कसरी वृद्धि र स्थायित्व ल्याउँछन् भन्ने कुरालाई थोरै जोड्नु पर्यो। मौद्रिक र वित्त नीतिको सहकार्यता र तालमेल, जसलाई पोलिसी कोअर्डिनेसन भन्छौँ, यो कायम गरिनु भनेको नीतिहरू बिचको समन्वयता हो। र यस प्रकारको समन्वयता भयो भने आर्थिक लक्ष्यहरू चाहिँ सहज रूपमा समयमै हासिल गर्न सकिन्छ। नीतिगत समन्वयले मुद्रास्फीति नियन्त्रण गर्छ, बेरोजगारीलाई घटाउँछ, राजस्व र खर्चको सन्तुलन कायम गर्छ, उपलब्ध स्रोत साधनको दक्ष उपयोग सुनिश्चित गर्छ र अर्थतन्त्रमा चाहिँ दिगो खालका सकारात्मक आर्थिक सामाजिक परिवर्तन ल्याउँछ। र यसो भयो भने
नीतिको प्रभावकारिता पनि बढ्यो, लक्ष्यहरू पनि प्रष्ट रूपमा आइडेन्टिफाई गर्न सकियो, अस्थिरता र अनिश्चितताबाट अर्थतन्त्रलाई जोगाउन सकिन्छ। र यो हुनु भनेकै कहीँ न कहीँ दिगो वृद्धिको आधार हो र स्थायित्वको आधार हो भन्न पाइयो। त्यसैले दिगो वृद्धि र स्थायित्व प्राप्तिका लागि मौद्रिक र वित्त नीति एक आपसमा सहकार्यात्मक हुनुपर्छ। र यो सहकार्यात्मकता चाहिँ कसरी कायम गर्न सकिन्छ भन्ने कुरा होइन है फेरि यहाँ लेख्ने। सहकार्य भयो भने वृद्धि र स्थायित्व हासिल गर्न सकिन्छ भन्ने कुरालाई पुष्टिकर भने हो। सहकार्यता यसरी गर्नुपर्छ उसरी गर्नुपर्छ लेख्नु पर्दैन। त्यसैले सहकार्यता भयो भने यस्तो यस्तो कुरा प्राप्त हुन्छ, यी कुरा प्राप्त हुनु भनेको वृद्धि र स्थायित्वको चाहिँ आधार हुन् भन्नु पर्यो। त्यसैले दिगो वृद्धि र स्थायित्व प्राप्तिका लागि कसरी त भन्ने कुरा थोरै इक्जाम्पल चाहिँ लेख्न पाइन्छ। मौद्रिक नीति मार्फत सस्तो ऋण प्रदान हुन्छ, जसले निजी क्षेत्रलाई आकर्षित गर्छ, निजी क्षेत्र प्रवर्धन हुन्छ भने वित्त नीति मार्फत वित्त नीतिले चाहिँ पूर्वाधार विकास रोजगारी सिर्जना गर्छ। यसो हुनुले हेर्नुहोस् त, एकातिर निजी क्षेत्र अगाडि बढेको छ, निजी क्षेत्र आकर्षित भएको छ, व्यवसाय बढेका छन् भने वृद्धि हुने भयो। अनि अर्कोतिर वित्त नीतिले पनि पूर्वाधारहरू विकास गरेको छ, रोजगारी सिर्जना गरेको छ भने यसले वृद्धि ल्याउने भयो। यसले दीर्घकालीन उत्पादन वृद्धि र आम्दानीको विस्तार गर्छ। अब अर्कोतिर मौद्रिक नीतिले फेरि मुद्रास्फीति नियन्त्रण गर्न खोज्छ। त्यसलाई चाहिँ सरकारले चाहिँ अत्याधिक घाटा बजेट नबनाएर अत्याधिक ऋण नलिएर त्यसको दिगोपन कायम गराइदियो भने उतापट्टि स्थायित्वका लागि काम हुने भयो। अनि क्षेत्रगत सहयोग सरकारले विभिन्न प्रकारका अनुदानहरू दिन्छ, सामाजिक सुरक्षा भत्ताहरू दिन्छ। यसले चाहिँ सन्तुलित विकास समावेशी विकास हासिल गर्छ। यो सन्तुलित समावेशी विकास हुनु, अनि सरकारले चाहिँ अत्याधिक घाटा बजेट नबनाउनु, ऋणलाई व्यवस्थित गर्नु, कहीँ न कहीँ केन्द्रीय ब्याङ्कको मुद्रास्फीति नियन्त्रण गर्ने उद्देश्यलाई सहयोग गर्ने कुराहरू भयो। यसरी एकातिर दुइटै नीतिले दिगो वृद्धिका लागि काम गर्छन् भने अर्कोतर्फ स्थायित्वको लागि काम गर्छन्। यो चाहिँ हामीले यसरी थोरै यो पुष्टि हुने तरिकाले लेख्नु पर्यो। अब यसलाई सैद्धान्तिक रूपमा आइएसएलएम, अब आइएस भने इन्भेस्टमेन्ट सेभिङ कर्भ हो, जसले चाहिँ फिस्कल पोलिसीलाई जनाउँछ। र लिक्विडिटी प्रिफरेन्स मनी सप्लाई एलएम भने चाहिँ तरलताको प्रियता र मुद्रा प्रदाय हो। यो तरलताको माग त मुद्राको माग र मुद्रा प्रदाय, यो चाहिँ एलएम कर्भ भयो। हो, यो नमुनाको सहयोगमा चाहिँ हामीले माथि उल्लेख गरिए जस्तै मौद्रिक र वित्त नीतिको सहकार्य भयो भने चाहिँ वृद्धि र स्थायित्व हासिल गर्न सकिन्छ भन्न पायो। त्यसैले यसलाई सैद्धान्तिक रूपमा आइएसएलएम नमुनाको सहयोगमा निम्नानुसार उल्लेख गर्न सकिन्छ, जसले मौद्रिक र वित्त नीति दुवैको मिलनले सन्तुलित ब्याज दर र उच्च वृद्धि हासिल गर्ने कुरालाई पुष्टि गर्छ। अब यहाँ म यसो एउटा सानो डायग्राम ड्र गर्छु। यो डायग्राम चाहिँ तपाईँहरूले सँगसँगै कपीमा ड्र गर्नु होला। यो डायग्रामबाट हामीले के देखाउन सक्छौँ, तल राखिदिएकै छ मैले है त। यतापट्टि ब्याज दर राख्नुपर्छ, यतापट्टि चाहिँ नेसनल इन्कम अथवा तपाईँले सिधै उत्पादन भनेर राखे पनि हुन्छ है त। यो ओरिजिन भइहाल्यो। आइएस रेखा डाउनवर्ड स्लोपिङ हुन्छ, त्यसैले यो चाहिँ आइएस रेखा भयो फिस्कल पोलिसी। अनि एलएम रेखा चाहिँ अपवर्ड स्लोपिङ हुन्छ। एलएम रेखा चाहिँ अपवर्ड स्लोपिङ भयो। यसलाई चाहिँ मोनेटरी पोलिसी भन्छौँ। सुरुवातमा यो दुईवटा एकअर्कामा अन्तर सम्बन्धित छन्, जसले चाहिँ अर्थतन्त्रको सामान्य सन्तुलन देखाउँछ। यहाँनिर चाहिँ ब्याज दर आर स्टार भयो भने इन्कम चाहिँ हाम्रो वाइ स्टार भयो। यो सुरुवातको सन्तुलन बिन्दु, यसलाई ए बिन्दु भनौँ। अब सरकारलाई चाहिँ आर्थिक वृद्धि उच्च पार्नु पर्यो भने सरकारले चाहिँ विस्तारकारी वित्त नीति लिएर आउँछ। विस्तारकारी वित्त नीति गर्दा आइएस कप दायाँतिर सर्छ। त्यसैले आइएस कपलाई दायाँतिर सराएर हामीले आइएस 1 बनाउन पायो। त्यो बेला चाहिँ मौद्रिक नीति सन्तुलित आयो अथवा मौद्रिक नीतिले समर्थन गरेन भने अर्थतन्त्रको इक्विलिब्रियम बी पोइन्टमा हासिल हुन्छ, जहाँ चाहिँ ब्याज दर बढेर आर स्टारबाट आर1 हुन्छ र आम्दानी बढेर वाइ स्टारबाट वाइ1 हुन्छ। आम्दानी बढेर वाइ स्टारबाट वाइ1 हुनुले चाहिँ वृद्धि भएको देखाउँछ, ग्रोथ भएको। यो सँगसँगै यहाँ ब्याज दर बढ्नुले चाहिँ अस्थिरता देखाउँछ। यसरी ब्याज दर पनि बढ्यो, यसले चाहिँ अस्थिरता देखायो। अनि यो वृद्धि भयो, वाइ स्टारबाट वाइ1 हुनु भनेको उत्पादन बढ्यो, उत्पादन बढ्नु भनेको आर्थिक वृद्धि हुनु हो। आर्थिक वृद्धि त हासिल भयो, तर यसको लागत के देखियो त भन्दा अस्थिरता है त। कुन बेला भन्दा सरकारले विस्तारकारी वित्त नीति लिएर आयो, मौद्रिक नीति चाहिँ यथावत रह्यो, मौद्रिक नीतिले चाहिँ त्यसलाई समर्थन गरेन भने त्यो हुन्छ। अब मौद्रिक नीतिले पनि वित्त नीतिलाई समर्थन गर्नका लागि यो पनि विस्तारकारी भयो भने जुन यो ब्याज दर बढेको थियो यो ब्याज दर फेरि घट्छ र अर्थतन्त्रमा विस्तारकारी मौद्रिक नीति लागू हुँदाखेरि एलएम कर्भ दायाँतिर सर्छ। अनि दायाँतिर सरेर यसरी यतातिर आइपुग्छ। यो चाहिँ LM1 भयो। अब नयाँ सन्तुलन चाहिँ सी बिन्दुमा प्राप्त भयो, जहाँ चाहिँ उत्पादन पहिलाकै सरकारी खर्चमा उत्पादन अहिले धेरै भएर वाइ1बाट वाइ2 हुन्छ भने ब्याज दर घटेर पहिलाकै स्तरमा आउँछ। यसरी
ब्याज दर घटेर यहीँ आउनु र उत्पादन बढेर वाइ स्टारबाट वाइ टू हुनुले चाहिँ के देखाउँछ भन्दा उच्च वृद्धि र स्थायित्व एकैपटक हासिल गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गर्छ। त्यसैले यो चाहिँ मौद्रिक र वित्त नीतिको सन्तुलित सम्बन्ध कायम भयो भने उच्च वृद्धिसहित स्थिर ब्याज दर चाहिँ कायम गर्न सकिन्छ भन्ने कुरा हो। उल्लेखित रेखास्तरमा मौद्रिक र वित्त नीतिको सन्तुलनको अभावमा आर्थिक वृद्धि त बढो त्यो सँगसँगै ब्याज दरमा पनि वृद्धि हुने र यदि समन्वयात्मक सम्बन्ध भयो भने स्थिर ब्याज दर त्यसलाई स्थायित्वको सूचक मान्न पायो सहित उच्च वृद्धि हुने कुरा क्रमशः बिन्दु बी र सीले देखाएको छ भन्न पाइन्छ। यसरी मौद्रिक र वित्त नीतिको प्रभावकारी समन्वयले मात्र मूल्य स्थायित्व, समावेशी विकास, रोजगारी सृजना, दिगो वृद्धि सुनिश्चित गर्न सकिने विषयलाई सैद्धान्तिक रूपमा आइएसएलएमको माध्यमबाट देखाउन सकिन्छ भन्न पाइयो। ल, धेरै धेरै धन्यवाद। इन्ट्रेस्ट रेट भने ब्याङ्क तथा वित्तीय संस्थाले चार्ज गर्ने सरकारको ऋणको भन्ने कुरा हुँदैन है। ल, थ्याङ्क यू एभ्री वान। यो फाइल पाउनुहुन्छ तपाईँहरूले है, म उता अजय सरलाई पठाउँछु, उहाँले तपाईँहरूलाई पठाइदिनु होला। सुरु गर्छौँ। अब देखाउनु त क्वेसन पेपर देखाउनु त। 4 नम्बरबाट मैले सर भन्दै जान्छु। अब क्वेसन अलिक धेरै छ, अलि बिस्तारै गयो भने भ्याइँदैन। मैले मुख्य मुख्य कन्सेप्ट र क्वेसन बेसमा ठ्याक्कै इक्जाम बेसमा चाहिँ भन्दै भन्दै जान्छु, साथीहरूले ध्यान दिनु होला। अब यहाँ क्वेसनको फ्लो हेर्दाखेरि तपाईँले हेर्नुभयो होला, यो ब्याङ्किङतिरका क्वेसन सबै यो नयाँ एडिबिएलको सिलेबससँग फोकस गरिएर काटिएको छ। जस्तै हाम्रो फिनटेकका कुरा छन् यसमा, इ कमर्सका कुरा, कमर्सियल ब्याङ्क म्यानेजमेन्टका कुरा, ब्याजदर करिडोरका कुरा, यी सबै कुराहरू चाहिँ के छन् भन्दा यो नयाँ सिलेबससँग सम्बन्धित भएर काटिएको हुन्। अन्तिममा भने ऋण असुली सम्बन्धी यो ब्याङ्क तथा वित्तीय संस्थाको ऋण असुली सम्बन्धी 2058, यी कुराहरू चाहिँ अहिलेको नयाँ सिलेबससँग सम्बन्धित हुन्। अरू कुरा चाहिँ पुरानै सिलेबससँग मिल्दाजुल्दा कुराहरू पनि छन्। अब यो अलिकति टेक्निकल पनि छ, यसो हेर्दाखेरि नयाँ जस्तो पनि देखिन्छ। केही टेक्निकल पार्ट पनि भएर अब मैले सर भनेर जान्छु है, मैले यो टाइप गरेको छैन। मैले सर 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 भन्दै जान्छु। केही कुरा तपाईँहरूलाई गाह्रो भयो भने ठ्याक्कै तपाईँहरूले के गर्नु होला भने च्याट बक्समा राखिहाल्ने। मैले च्याट बक्स पनि अन गरेको छु, भन्दै जान्छु। अब यो फिनटेक र डिजिटल ब्याङ्किङ अवधारणा उल्लेख गर्दै यी दुई बिचको प्रमुख भिन्नता उल्लेख गर्नुहोस् भन्ने 4 नम्बरको क्वेसन छ। 5 मार्क्समा छ, 2.5 2.5 होला यो क्वेसनको कुरो हेर्दा। फिनटेक र डिजिटल ब्याङ्किङ उपकरणको बिचको भिन्नताको कुरा गरेको छ। यो पहिला फिनटेकलाई वर्डलाई बुझौँ। फिनटेक भनेको फाइनेन्सियल प्लस टेक्नोलोजी वर्डको समग्र रूपलाई चाहिँ फिनटेकको रूपमा हामी लिन्छौँ। यसलाई चाहिँ फाइनेन्सियल सेक्टरका सम्पूर्ण वित्तीय सेवा सुविधाहरू टेक्नोलोजी बेस भएर चाहिँ प्रदान गर्नुपर्ने, छिटो छरितो र प्रभावकारी रूपमा आधुनिक तरिकाले प्रदान गर्नुपर्ने भन्ने अवधारणालाई चाहिँ हामीले फिनटेक भनेर बुझ्ने गर्छौँ। यसले के गर्छ भनेपछि सम्पूर्ण वित्तीय सेवा सुविधाहरूलाई, फाइनेन्सियल फ्यासिलिटिजहरूलाई टेक्नोलोजी वा प्रविधि मैत्री तरिकाले चाहिँ लैजानुपर्छ भन्ने अवधारणा चाहिँ समेटेको देखिन्छ यो फिनटेक अवधारणाले। डिजिटल ब्याङ्किङ भनेको चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने सम्पूर्ण वित्तीय सेवा सुविधा, आधारभूत र आधुनिक वित्तीय सेवा सुविधाहरू चाहिँ के गर्ने, प्रविधि मैत्री बनाउने अवधारणालाई चाहिँ हामीले चाहिँ के भन्छौँ भन्दा डिजिटल ब्याङ्किङ अवधारणा भनेर भन्छौँ। भनेको ब्याङ्क तथा वित्तीय संस्थाले गर्ने कार्य वा क्रियाकलापहरूलाई डिजिटल प्लेटफर्मबाट प्रदान गर्ने, वेब बेस सिस्टम र एप्लिकेसन बेस सिस्टमबाट प्रदान गर्ने प्रणालीलाई चाहिँ हामी डिजिटल ब्याङ्किङ अवधारणा भनेर भन्दा रहेछौँ भने फाइनेन्सियल सेक्टर, सम्पूर्ण फाइनेन्सियल सेक्टरले प्रदान गर्नुपर्ने सेवा सुविधाहरू तपाईँको चाहिँ के गर्नुपर्ने भन्दा डिजिटल माध्यमबाट प्रदान गर्नुपर्ने तपाईँको अवधारणालाई चाहिँ हामी फिनटेक भनेर भन्दा रहेछौँ। अब फिनटेक चाहिँ डिजिटल ब्याङ्किङ भन्दा बृहत अवधारणा हो। फिनटेकलाई चाहिँ हामीले चाहिँ के गर्छौँ भन्दाखेरि यसमा सम्पूर्ण किसिमका वित्तीय सेवा सुविधा भने मैले यसमा चाहिँ तपाईँको कर्जा निक्षेप मात्रै नभएर ब्याङ्क तथा वित्तीय संस्थाका कुरा मात्रै नभएर तपाईँको इन्सुरेन्सका कुरा हुन सक्छन्। यसमा चाहिँ तपाईँको नन ब्याङ्किङ कारोबार गर्ने संस्थाहरूका कुरा हुन सक्छन्। ती सबै कुराहरूलाई टेक्नोलोजी बेस बनाउने अवधारणालाई चाहिँ हामी फिनटेकभित्र समेट्ने गर्दछौँ। डिजिटल ब्याङ्किङ भनेको ब्याङ्किङ प्रोडक्टलाई मात्रै है। डिजिटल ब्याङ्किङ भन्छ जस्तै मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङले गर्न सक्ने सेवा सुविधाहरू केबाट भन्दाखेरि तपाईँको चाहिँ वेब बेस र एप्लिकेसन बेस सिस्टमबाट दिनुपर्छ भन्ने अवधारणालाई चाहिँ हामी यसलाई चाहिँ डिजिटल ब्याङ्किङ अवधारणाको रूपमा लिने गर्छौँ। अब यी दुईटाको बिचको भिन्नता भनेर सोधेको छ।
भिन्नताको विषयमा जान्छु म। भिन्नतामा चाहिँ यसको भिन्नताको बेसिस भन्ने बनाउनु होला। फिनटेक र डिजिटल ब्याङ्किङ उपकरण वा डिजिटल ब्याङ्किङ अवधारणा भनेको छ। डिजिटल ब्याङ्किङ अवधारणा, डिजिटल ब्याङ्किङ कन्सेप्ट र फिनटेक। यसको अब्जेक्टिभको बारेमा सुरुको पहिलो तपाईँले भिन्नता लेखेर जानुपर्छ। अब्जेक्टिभ भनेको फिनटेक भनेको सम्पूर्ण वित्तीय सेवा सुविधाहरूलाई सरल, सहज र तपाईँको चाहिँ कम लागतमा सेवाग्राही समक्ष पुर्याउने यसको प्रमुख उद्देश्य रहेको हुन्छ भने ब्याङ्किङ आधारभूत ब्याङ्किङ क्रियाकलापहरूलाई चाहिँ के गर्ने, प्रविधि मैत्री बनाउने उद्देश्य चाहिँ कसको हुन्छ, डिजिटल ब्याङ्किङ प्रोडक्टको हुन्छ। आधारभूत ब्याङ्किङ क्रियाकलापलाई प्रविधि मैत्री बनाउने उद्देश्य चाहिँ डिजिटल ब्याङ्किङको रहेको हुन्छ। सेवा प्रदान गर्ने क्षेत्र भनेर कुन कुन क्षेत्रले यस्तो सेवा प्रदान गर्छ भनेर पनि एउटा भिन्नताको बेसिसमा जान सक्नुहुन्छ। अब तपाईँको फिनटेकको सेवा सुविधा चाहिँ तपाईँको कसले प्रदान गर्छ भन्दाखेरि पेमेन्ट सर्भिस प्रोभाइडरहरूले, तपाईँको चाहिँ मिडिएटरहरूले, ब्याङ्क तथा वित्तीय संस्थाहरूले यस्तो खालको सेवा प्रदान गर्न सक्छन्। भने तपाईँको यो डिजिटल ब्याङ्किङ प्रोडक्ट चाहिँ विशुद्ध ब्याङ्क तथा वित्तीय संस्थाले मात्रै प्रदान गर्न सक्छ, अरूले सक्दैन। ब्याङ्क तथा वित्तीय संस्थाले मात्रै प्रदान गर्न सक्छ। तर फिनटेकका कुरा जस्तै हामीले ई सेवाका कुरा गर्छौँ, खल्तीका कुरा गर्छौँ, एप्लिकेसनबाटै तपाईँको नागरिक लगानी कोषको रकम जम्मा गर्छौँ, सञ्चय कोषको रकम जम्मा गर्छौँ, इन्सुरेन्स पेमेन्ट गर्छौँ, त्यस्ता कुरालाई चाहिँ हामीले के गर्छौँ भन्दा फिनटेकमा समावेश गरेर गर्छौँ। त्यसलाई उदाहरणका आधारमा भनेर पनि भन्न सकिन्छ। यसको अवधारणा भन्दाखेरि तपाईँको फिनटेकको अवधारणा बृहत अवधारणा हो, यो ठुलो अवधारणा हो। यसले चाहिँ तपाईँको चाहिँ वित्तीय क्षेत्रलाई पूर्ण रूपमा चाहिँ डिजिटलाइज गर्नेतिर चाहिँ जोड दिन्छ भने यो अ, तपाईँको चाहिँ डिजिटल ब्याङ्किङको अवधारणा भनेको चाहिँ फिनटेक भन्दा केही सङ्कुचित अवधारणा हो। यसले ब्याङ्क तथा वित्तीय संस्थाले गर्ने क्रियाकलापहरूलाई मात्रै के गर्ने भन्दा रूपान्तरण गर्ने कुरालाई जोड दिन्छ। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा सुविधाहरूको रूपान्तरण गर्ने कुरालाई चाहिँ यसले जोड दिने भयो। अब समेटिने क्षेत्र भनेर पनि जान्न सकिन्छ हामी। कुन कुन क्षेत्र समेटिन्छन् त, कुन कुन प्रोडक्टहरू समेटिन्छन् भन्दाखेरि आधारभूत र आधुनिक वित्तीय सेवा सुविधाहरू ब्याङ्किङमा समेटिने भयो डिजिटल ब्याङ्किङ अवधारणामा। भने फिनटेकमा हामीले फाइनेन्सियल सेक्टरका पाँचवटै सेक्टरभित्र जान सक्छौँ। यसमा ब्याङ्किङ क्षेत्र, पुँजी बजार, तपाईँको चाहिँ बिमा, गैर ब्याङ्किङ क्षेत्र र सहकारी जस्ता सम्पूर्ण क्षेत्रसँग सम्बन्धित कारोबारहरू चाहिँ फिनटेकभित्र चाहिँ के गरिने भयो भन्दा त्यस्ता कारोबार चाहिँ प्रविधि मैत्री कारोबारलाई फिनटेकभित्र समेटेर जान सक्छौँ। यसरी चाहिँ हामीले के गर्न सक्छौँ, त्यसको क्षेत्रका आधारमा पनि तपाईँको चाहिँ जान सक्छौँ। अरू अर्को चाहिँ यसमा प्रयोग गरिने प्रविधिका आधारमा पनि जान सक्छौँ। प्रविधि भनेपछि फिनटेकमा मुख्य गरी तपाईँको चाहिँ यसमा तपाईँको चाहिँ क्लाउड बेस, विभिन्न किसिमका चाहिँ क्लाउड बेस प्रविधिहरूको चाहिन सक्छ। आधुनिक यन्त्र उपकरणहरूको कुरा चाहिन सक्छ। यसमा तपाईँको चाहिँ ब्लकचेन सिस्टमहरूको आवश्यकता पर्न सक्छ। तर तपाईँको चाहिँ के भन्दाखेरि यो डिजिटल ब्याङ्किङ उपकरणमा सिबिएसका कुरा पर्छ, कोर ब्याङ्किङ सिस्टमका, र ब्याक इन सफ्टवेयर भन्छ, ब्याक इन एप्लिकेसनहरूका कुरा चाहिँ के पर्छ भने तपाईँको चाहिँ यसमा डिजिटल ब्याङ्किङभित्र पर्छ। सिबिएस र ब्याक इन एप्लिकेसन भन्छ, जसले चाहिँ ब्याक अफिस एप्लिकेसनका सहायताले कोर ब्याङ्किङ सिस्टमको लाई हिट गरेर चाहिँ आधारभूत ब्याङ्किङ कारोबारहरू सञ्चालन गर्न सहयोग गर्छन्। त्यस्ता कुराहरू चाहिँ पर्ने गर्छन्। अब अर्को भिन्नताको आधारको रूपमा जाँदाखेरि जोखिमको आधारमा पनि जान सक्छौँ हामी। जोखिमको आधारमा जाँदाखेरि चाहिँ हाम्रो फिनटेकको दायरा चाहिँ ठुलो हुने भएकाले यसमा विभिन्न किसिमका जोखिमहरू रहन सक्छन्। यसलाई चाहिँ नियामक निकाय चाहिँ यसका भिन्न भिन्न रहन सक्छन् भनेर जान सकिन्छ। भने उतापट्टि चाहिँ यसको ब्याङ्किङ क्षेत्रले यसलाई ब्याङ्किङ सम्बन्धित ब्याङ्क तथा वित्तीय संस्थाले नै कन्ट्रोलिङ गर्ने भएकाले यसमा जोखिम पनि कम हुने र यसको नियामक तपाईँको चाहिँ निकायको रूपमा नेपाल राष्ट्र ब्याङ्क वा चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाको सम्बन्धित विभागहरू चाहिँ के हुने भन्दा डिजिटल ब्याङ्किङ अवधारणा, डिजिटल ब्याङ्किङलाई चाहिँ नियामकको रूपमा रहने गर्छन्। भने फिनटेकको नियामक निकाय भिन्न भिन्न भई चाहिँ यसका तपाईँको चाहिँ नियामक निकायमा पनि भिन्नता रहन सक्दछ भन्ने पार्टबाट यसलाई फोकस गरेर जान सक्छौँ। यसमा साथीहरूलाई कसैलाई केही छ भने भन्नु होला। यसको लगभग एरिया हामीले 5 मार्क्समा आउने एरिया चाहिँ लगभग कभर गरिसक्यौँ। त्यति जाँदा हुन्छ। यसमा कसैलाई केही छ यसमा समस्या? सजिलो छ, त्यति धेरै छैन। फाइनेन्स प्लस टेक्नोलोजी जोड्नु फिनटेकको कुरा गर्दा यसमा एकदम धेरै ओ भन्ने कुरा छैन। एकदम इजी तरिकाले जानु होला, त्यो धेरै कुरा छैन। फाइनेन्सियल सेक्टर भन्ने सम्झिनु। दोस्रोमा फाइनेन्सियल सेक्टरसँग सम्बन्धित क्रियाकलापहरूलाई प्रविधि मैत्री बनाएर जाने भनेर जाँदाखेरि 2.5मा 5वटा पोइन्ट लेख्ने सकिहाल्यो कुरा है।
अब अर्कोमा इकमर्स भन्ने छ, यो पनि नयाँ टपिक्स नै हो, नयाँ टपिक्स। अब यसले के भन्छ भन्दाखेरि सम्पूर्ण वस्तु तथा सेवाको उत्पादनदेखि त्यसको वितरणदेखि फिडब्याक मेकानिजमसम्म सम्पूर्ण कुराहरूलाई चाहिँ के गर्ने, प्रविधि मैत्री तरिकाले चाहिँ के गर्ने, सञ्चालन र व्यवस्थापन गर्ने प्रणालीलाई चाहिँ हामीले चाहिँ इकमर्स भन्छौँ। यो भर्चुअल तपाईँको चाहिँ वाणिज्य सिस्टम हो, भर्चुअल कमर्स सिस्टमको रूपमा यसलाई हामीले लिन सक्छौँ। यसले पूर्ण रूपमा एप्लिकेसन बेस र डिजिटल बेस चाहिँ के गर्ने, कारोबार सुरुमा चाहिँ ग्राहक सर्वेक्षण गर्ने, वस्तु तथा सेवाको विकास गर्ने, त्यसको चाहिँ तपाईँको चाहिँ मार्केटिङ गर्ने, प्रमोसन गर्ने कुराहरू भयो, त्यसको चाहिँ तपाईँको डिस्ट्रिब्युसन गर्ने कुराहरू भयो, ग्राहकको पहुँचका कुराहरू भयो, र उनीहरूका सम्बन्धमा भएका वस्तु तथा सेवाका सम्बन्धमा भएका विभिन्न किसिमका तपाईँको चाहिँ समस्याहरूको समाधान गर्नका निमित्त उनीहरूको गुनासो पनि डिजिटल प्लेटफर्मकै प्रयोग गरेर चाहिँ लिने प्रणालीलाई चाहिँ हामी के भन्छौँ भन्दा, यसलाई चाहिँ हामी इकमर्सको रूपमा लिन सक्छौँ। यसले चाहिँ तपाईँको चाहिँ एप्लिकेसन बेसका कुरा, वेब बेसका कुरा वा डिजिटल प्रणालीको रूपमा यसलाई लिन्छौँ। यसले मैले भनिसकेँ, वस्तु तथा सेवाको उत्पादन प्रक्रियादेखि लिएर त्यसको चाहिँ वितरण प्रक्रियासम्म, त्यसको पेमेन्ट प्रक्रियासम्म, त्यसको मार्केटिङ प्रक्रियासम्म सबै कुराहरू चाहिँ के गर्ने, भर्चुअल बनाउनुपर्छ भन्ने अवधारणालाई हामी इकमर्सको रूपमा लिन सक्छौँ भनेर चाहिँ इकमर्सलाई परिभाषित गर्नु होला। अब यसको इक्जाम्पल चाहिँ सुरुमा इक्जाम्पलबाट बुझ्दा सुरु हुन्छ। जस्तै अलिबाबाका कुरा छन् नेपालमा चाहिँ, हामी दराजका कुरा छन्, दराजबाट सामानहरू खरिद गर्छौँ। यसो हेर्छौँ दराजले कस्ता कस्ता प्रडक्टहरू चाहिएको छ, त्यस्तै जस्तो तपाईँको जाडो महिनामा रेनकोट बेच्न राखेको हुन्छ, उसले ग्राहक सर्वेक्षण गरेर माग बमोजिमको वस्तु तथा सेवा राखेको, उसको प्राइस त्यहीँ राखेको हुन्छ, क्वालिटी त्यहीँ राखेको हुन्छ, हामीले त्यसलाई अर्डर गर्छौँ, पेमेन्ट पनि अनलाइन थ्रु गरिदिन्छौँ। अब यसैलाई चाहिँ हामी के भन्छौँ भन्दा इकमर्सको रूपमा चाहिँ हामी लिने गर्छौँ। अब यो दोस्रो लेयरको क्वेसनमा चाहिँ के कस्ता पूर्वाधारहरूको विकास गर्न आवश्यक छ भन्ने कुरा छ। अब दोस्रो लेयरमा इकमर्सको विकासका निमित्त के कस्ता पूर्वाधार भनेपछि, पूर्वाधारलाई मुख्य गरी तपाईँले के गर्नु होला भन्दा तिन चारवटा क्याटेगोरीमा वर्गीकरण गर्नु होला। एउटा चाहिँ नीतिगत पूर्वाधार भन्ने, के कस्ता तपाईँको चाहिँ पोलिसी लेभलका तपाईँको के कस्ता इन्फ्रास्ट्रक्चरहरू चाहिन्छ, त्यस पछाडि गएर तपाईँको चाहिँ इन्स्टिट्युसनल इन्फ्रास्ट्रक्चरहरू के चाहिन्छ, संस्थागत पूर्वाधारहरू के चाहिन्छ, प्राविधिक पूर्वाधारहरू के चाहिन्छ, र अन्य पूर्वाधारहरू के चाहिन्छ भनेर चाहिँ यसलाई चार भागमा वर्गीकरण गरेर जानु होला। यहाँ 2.5 मार्क्समा छ, तथापि दुई दुईवटा राख्दा पनि त्यसरी चाहिँ जान सकिन्छ। अब इकमर्सका निमित्त चाहिँ चाहिने नीति के चाहिन्छ भन्दा, राज्यको इकमर्सका सम्बन्धमा राज्यले के गर्नुपर्छ भन्दा छुट्टै नीति चाहिँ निर्माण गर्नुपर्ने कुरा हुनसक्छ। यसले ग्राहक संरक्षणसँग सम्बन्धित नीति निर्माण गर्नुपर्ने कुरा हुनसक्छ। ग्राहक संरक्षणका सिद्धान्तलाई चाहिँ ध्यान दिएर तपाईँको चाहिँ नीति निर्माण गर्नुपर्ने कुरा हुनसक्छ। यस्ता किसिमका चाहिँ तपाईँको चाहिँ पोलिसी लेभलका कुरा चाहिन्छ। इकमर्स सञ्चालन र व्यवस्थापन सम्बन्धी चाहिँ के गर्ने, कार्यविधि तर्जुमा गरिदिनु पर्ने कुरा हुनसक्छ। यस्ता तपाईँको प्राविधिक पूर्वाधारहरू चाहिन सक्छन्। अर्को संरचनागत पूर्वाधार भन्छ। संरचनागत पूर्वाधार भनेको चाहिँ संस्थागत पूर्वाधार भनेर जाउँ, संस्थागत वा संरचनागत पूर्वाधार। यसमा के गर्ने भन्दा तपाईँको क्वालिटी मापन गर्ने खालको चाहिँ तपाईँको चाहिँ इन्स्टिट्युसनको व्यवस्था, त्यसको चाहिँ तपाईँको चाहिँ सर्टिफाइड लाइसेन्स प्रदान गर्ने संस्थाको व्यवस्थाहरू चाहिन सक्छ। त्यसलाई चाहिँ कन्ट्रोलिङ गर्ने विभिन्न किसिमका तपाईँको चाहिँ संस्थाहरू, जस्तै तपाईँको इकमर्स सम्बन्धी कारोबारलाई कन्ट्रोलिङ गर्ने संस्थाहरू चाहिन सक्छ। त्यसको नियमन सुपरिवेक्षण गर्ने संस्थाहरू चाहिन सक्छ। यस्ता किसिमका चाहिँ के चाहिँ चाहिन्छ भन्दा संस्थागत व्यवस्थाहरू चाहिँ चाहिने हुन्छ। एउटा हामीले नीतिगत भन्यो, संस्थागत। अर्को प्राविधिकका कुरा गर्दाखेरि, अब तपाईँले यसमा जति पनि लेख्न सक्नुहुन्छ। प्राविधिकका कुरा गर्दा सबैभन्दा पहिला चाहिँ तपाईँले चाहिँ सफ्टवेयर एप्लिकेसनका कुरा नछुटाउनु होला। सफ्टवेयरका कुरा, एप्लिकेसनका कुराहरू, वेब ब्राउजरका कुराहरू चाहिन सक्छ। इन्टरनेटका कुराहरू, कम्प्युटरका कुराहरू चाहिन सक्छ। यसमा पावर ब्याकअपका कुराहरू चाहिन सक्छ, नेटवर्कका कुराहरू चाहिन सक्छ। यी के भयो, प्राविधिक पूर्वाधारका कुरा भए। अन्य पूर्वाधारमा चाहिँ मानव संसाधन चाहिन सक्छ। यसका लागि मानव संसाधन सप्लायरहरू चाहिन सक्छ, मानव संसाधनहरू चाहिन सक्छ, डिस्ट्रिब्युटरहरू चाहिन सक्छ। त्यसको प्लेटफर्मलाई चाहिँ सम्बन्धित ग्राहक समक्ष पुर्याउनका निमित्त विभिन्न किसिमका तपाईँको चाहिँ डेलिभरी गर्ने माध्यमहरू चाहिन सक्छ। यसरी चाहिँ के गर्ने, चार भागमा वर्गीकरण गर्ने। नीतिगत पूर्वाधार, संस्थागत संरचनागत पूर्वाधार, त्यस पछाडि प्राविधिक पूर्वाधार र अन्य पूर्वाधार गरी तिन तिनवटा दुई दुईवटा राखे पनि 8वटा भइहाल्छ। त्यसरी चाहिँ जानु होला। 2.5 मार्क्सको छ, त्यसले कभर गरिहाल्छ। अब अर्को कुरा नाफा र तरलताको 6 नम्बरमा गएँ म। नाफा र तरलताको सन्तुलनबाट मात्र वाणिज्य ब्याङ्क व्यवस्थापन प्रभावकारी हुन्छ भन्ने भनाइलाई पुष्टि गर्दै ब्याङ्क तथा वित्तीय संस्थाको
नाफा र तरलता सन्तुलन कायम गर्न के कस्ता रणनीतिहरू अवलम्बन गर्नुपर्छ भनेर भनेको छ। यो चाहिँ कमर्सियल ब्याङ्क म्यानेजमेन्टबाट आएको क्वेसन हो। म्यानेजमेन्ट अफ कमर्सियल ब्याङ्क भन्ने अहिले नयाँ राखेको टपिक छ। एडिबिएलमा चाहिँ पहिल्यै थियो म्यानेजमेन्ट अफ कमर्सियल ब्याङ्क भनेर। अब साथीहरूले यसमा के बुझ्नुपर्छ भन्दा नाफा र तरलताको सम्बन्धका विषयमा चाहिँ पहिलो जान्नुपर्ने हुन्छ। नाफा र तरलताको सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा चाहिँ यसमा मुख्य कुराको रूपमा रहन्छ। नाफा र तरलताको कुराको बिचमा जाँदाखेरि नाफा तरलता जति धेरै हुन्छ त्यति चाहिँ के हुन्छ भन्दाखेरि नाफा घटेर जान्छ। तरलता जति एडिसनल तरलता रहन्छ त्यति चाहिँ के हुन्छ, नाफा चाहिँ होल्ड हुन्छ। नाफा जति तपाईँको जस्तै अहिलेको कन्डिसनमा जाउँ न, सिडी रेसियो लगभग लगभग तपाईँको चाहिँ 78% मात्रै इन्डस्ट्रीको सिडी रेसियो भइराख्दा 90%सम्म हामीले लगानी गर्न सक्थ्यौँ भने 78 भन्दाखेरि तपाईँको लगभग 22% तरलता चाहिँ के छ भन्दाखेरि होल्ड भएको अवस्था छ, होल्डमा रहेको अवस्था छ। त्यसले गर्दाखेरि के हुन्छ भने तपाईँको चाहिँ नाफा घट्ने काम चाहिँ हुन्छ। तरलतालाई चाहिँ के गर्ने, अप्टिमम लेभलमा राख्नुपर्ने हुन्छ। कम भएको अवस्थामा सिआरआर एसएलआर जस्ता रेगुलेटरी तपाईँको चाहिँ प्रोभिजन मेन्टेन गर्न नसक्ने, टेलर व्यवस्थापन गर्न नसक्ने, दैनिक कारोबार सञ्चालन गर्न नसक्ने, ग्राहकको माग बमोजिमको निक्षेप चाहिँ के गर्न, फिर्ता गर्न नसक्ने अवस्था हुने भएकाले चाहिँ के गर्नुपर्छ भन्दा सोका निमित्त चाहिँ आवश्यक मात्रामा तरलता चाहिँ उपयुक्त मात्रामा राख्दै के गर्ने भन्दाखेरि नाफालाई पनि जोड दिएर जानुपर्ने हुनसक्छ। त्यही भएर चाहिँ के हुनुपर्छ, नाफा र तरलताको बिचमा सन्तुलन कायम गर्न सकिएको अवस्थामा मात्रै ब्याङ्क तथा वित्तीय संस्थाले प्रभावकारी रूपमा चाहिँ के गर्न सक्छ, प्रफिट अर्निङ गर्न सक्छ भन्ने विषयमा जानु पर्यो। अब यहाँ क्वेसन अलिकति टेक्निकल जोडेको छ। यहाँ नाफा र तरलताको सन्तुलनबाट मात्रै वाणिज्य ब्याङ्क व्यवस्थापन प्रभावकारी हुन्छ भनेर सोधेको छ। वाणिज्य ब्याङ्क व्यवस्थापनका कम्पोनेन्टहरूको विषयमा त साथीहरूले यहाँ जान्नुपर्छ। वाणिज्य ब्याङ्क व्यवस्थापनका कम्पोनेन्टको रूपमा चाहिँ समग्र व्यवस्थापकीय कम्पोनेन्ट, प्लानिङ, अर्गनाइजिङ, डिरेक्टिङ, कन्ट्रोलिङ त पर्ने भइहाले। त्यसका साथसाथै तपाईँको चाहिँ यो भित्र तरलता व्यवस्थापनका कुरा, कर्जा व्यवस्थापनका कुरा, निक्षेप व्यवस्थापनका कुरा, ट्रेजरी व्यवस्थापनका कुरा, कस्ट म्यानेजमेन्टका कुरा, इन्ट्रेस्ट रेट डिटर्मिनेसनका कुरा, एसेस लायबिलिटी म्यानेजमेन्टका कुरा, यी सबै कुराहरू के पर्छन् भन्दाखेरि तपाईँको चाहिँ कोष व्यवस्थापनका कुरा, यी सबै कुराहरू यो वाणिज्य ब्याङ्क व्यवस्थापनका कम्पोनेन्टको रूपमा पर्ने गर्दछन्। हो, यही यो चाहिँ प्रभावकारी कसरी हुन्छ त यो तरलता र तपाईँको चाहिँ तरलता र नाफाको तपाईँको चाहिँ ट्रेड अफले भनेर क्वेसनले सोधेको। यसले कसरी गर्छ त भन्ने विषयमा जान्छु मैले। तपाईँको चाहिँ तरलता आदर्शतम बिन्दुमा राखेको अवस्थामा ब्याङ्क तथा वित्तीय संस्थाले लगानी चाहिँ के गर्छ भन्दा लगानीलाई चाहिँ जोड दिन्छ, प्रभावकारी रूपमा लगानी गर्छ। लगानीलाई अप्टिमम लेभलसम्म गर्ने भएकाले नाफा चाहिँ आर्जन गर्छ, जसले चाहिँ वाणिज्य ब्याङ्क व्यवस्थापन, समग्र वाणिज्य ब्याङ्क नाफा कमाउनलाई स्थापना भएको मुख्य उद्देश्य नाफा कमाउने हुन्छ र सोको चाहिँ के हुने भन्दाखेरि नाफा कमाउने अवस्था सिर्जना हुन्छ। एउटा भयो। अर्को चाहिँ तरलतालाई आदर्शतम बिन्दुमा राख्दाखेरि तपाईँको चाहिँ के हुन्छ, कस्ट अफ फन्डको अवस्था घटेर जान्छ। कस्ट अफ फन्ड भनेको ग्राहकको तपाईँको चाहिँ ग्राहकको कस्ट अफ फन्ड चाहिँ हामी के गर्छौँ भन्दा त्यसलाई न्यूनीकरण गर्छौँ। हामी एसेट लायबिलिटी मिसम्याचका आधारमा चाहिँ के गर्ने, कस्ट सङ्कलनका कुरा चाहिँ गरिरहेको हुने भएकाले अब त्यस्तो बेलामा तपाईँको कस्ट अफ फन्ड हुँदै बेस रेट पनि न्यूनीकरण हुन्छ। बेस रेट न्यूनीकरण भयो भने तपाईँको चाहिँ कर्जा बढी प्रवाह गर्न सकिन्छ। लोनेबल फन्डको चाहिँ सप्लाई साइड चाहिँ प्रभावकारी हुन्छ, जसले गर्दा तपाईँको चाहिँ के हुन्छ, वाणिज्य ब्याङ्क व्यवस्थापन प्रभावकारी हुन्छ। वाणिज्य ब्याङ्क व्यवस्थापनको प्रमुख कम्पोनेन्टको रूपमा रहेको समग्र व्यवस्थापकीय कार्यलाई प्रभावकारी बनाउन वा चाहिँ संस्थाको सफलता निर्धारण गर्नका लागि नाफा मात्रै हेर्ने गरिन्छ, नाफालाई चाहिँ जोड दिने गरिन्छ। नाफा राम्रो छ भने त्यो संस्था सफल भएको भन्ने मानिन्छ र त्यो नाफालाई चाहिँ बढाउनका निमित्त तरलता व्यवस्थापन गर्नु आवश्यक हुन्छ। तरलता व्यवस्थापन गरेको अवस्थामा मात्रै के हुन्छ, नाफा प्रभावकारी भएर जान्छ, नत्र चाहिँ नाफा प्रभावकारी भएर जाँदैन। अब यसरी पनि हामी के गर्न सक्छौँ भन्दा यो तरलता र नाफाको सन्तुलन भनेको चाहिँ वाणिज्य ब्याङ्क व्यवस्थापनको व्यवस्थापन प्रभावकारी राख्ने कम्पोनेन्ट हुन्छ भनेर जान सक्छौँ। एउटा यसमा फिगर बनाउनुपर्छ। यो ट्रेड अफ बिट्विन तपाईँको चाहिँ लिक्विडिटी एन्ड प्रफिटेबिलिटी भनेर मैले एउटा सानो फिगर ड्र गर्छु यसैमा यहाँनिरपट्टि। तपाईँले चाहिँ हेर्नु होला, नर्मल्ली हेर्दा बुझिन्छ, त्यति धेरै टेक्निकल छैन यो।
यसको लिक्विडिटी र प्रोफिटेबिलिटीको ट्रेडअपको कुरा गर्दाखेरि यसरी चाहिँ जानु होला। यो जसलाई देहाय बमोजिमको रेखाचित्रबाट प्रस्तुत गर्न सकिन्छ भनेर यस्तो जानु होला। यसलाई वाइ एक्सिस मान्नु होला, यसलाई चाहिँ 0 भइहाल्यो। यो चाहिँ एक्स एक्सिस मान्नु होला यसलाई। अब यहाँबाट एउटा स्ट्रेट 45 एङ्गलको चाहिँ तपाईँको चाहिँ लाइन तान्नु पर्ने हुन्छ। यसलाई चाहिँ ई बिन्दु भनेर मान्नु होला, जुन पनि मान्न पाइयो ई बिन्दु भनेर मान्नु होला। त्यस पछाडि यसमा चाहिँ लिक्विडिटी भनेर राख्नु होला, तरलता। तरलता भनेर यसलाई मान्नु होला। यतापट्टि चाहिँ प्रोफिटेबिलिटी भनेर मान्नु होला, नाफा भनेर यसलाई। नाफा त्यहाँ बनाउँदै गयो नि हुन्छ है, नाफा भनेर मान्नु होला। यसलाई चाहिँ ई बिन्दुलाई के बनाउनु होला भन्दा ट्रेड अफ बिट्विन तपाईँको चाहिँ लिक्विडिटी एन्ड प्रोफिटेबिलिटी भनेर यसलाई ई बिन्दुलाई चाहिँ ट्रेड अफ बिट्विन लिक्विडिटी एन्ड प्रोफिटेबिलिटी भनेर जान सकिन्छ, एउटा तरिका। अर्को तरिका चाहिँ यहाँ ट्रेड अफ बिट्विन लिक्विडिटी एन्ड प्रोफिटेबिलिटी भनेर यो ओएक्स एक्सिसमा गएर यहाँ वाणिज्य ब्याङ्क व्यवस्थापन भनेर यतापट्टि यो वाइ एक्सिसमा गएर यहाँ यी बिन्दुलाई इफेक्टिभ कमर्सियल ब्याङ्क म्यानेजमेन्ट भनेर पनि जान सकिन्छ। लिक्विडिटीको तपाईँको लिक्विडिटी र प्रोफिटेबिलिटीको ट्रेडअपले वाणिज्य ब्याङ्क व्यवस्थापन चाहिँ प्रभावकारी हुन्छ भन्ने किसिमले पनि तपाईँ जान सक्नुहुन्छ। यो दुईवटा मेथड हुन्छ। अब यो दुईवटा मध्ये जुन पनि युज गर्न सकिन्छ, यसमा त्यति गाह्रो हुँदैन। यसरी चाहिँ जानु होला। अरुण भाइ, मलाई फेरि क्वेसन सेयर गरिदिनु। अनि अर्को दोस्रो लेयरमा वाणिज्य ब्याङ्क के अरे तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउने अ, रणनीतिहरू भनेर भनेको छ। यो के अरे दोस्रोमा प्रभावकारी हुन्छ भन्ने भनेर नाफा र तरलतालाई सन्तुलन कायम गर्न अवलम्बन गर्नुपर्ने रणनीति भनेको छ। के कस्ता रणनीतिहरू अवलम्बन गर्ने त त्यसको सन्तुलन कायम गर्नका लागि, त्यसलाई चाहिँ प्रभावकारी बनाउनका लागि भनेर चाहिँ सोधेको। यसले चाहिँ के गर्नु होला भन्दा यसमा पोर्टफोलियो म्यानेजमेन्टलाई चाहिँ अवलम्बन गर्ने, तपाईँको चाहिँ डिपोजिट र क्रेडिटको बिचमा चाहिँ पोर्टफोलियो कायम गर्ने कुरा हुनसक्छ यसमा। त्यस पछाडि गएर यसमा डिपोजिट र क्रेडिटको बिचमा पोर्टफोलियो कायम गर्ने, एसेट लाइबिलिटी म्यानेजमेन्टलाई प्रभावकारी बनाउने, नेपाल राष्ट्र ब्याङ्कको निर्देशन नम्बर 5ले भने बमोजिमको चाहिँ बास्केट एनालाइसिसलाई चाहिँ प्रभावकारी बनाउने, एसेट लाइबिलिटी म्यानेजमेन्ट कमिटीको प्रभावकारिता वृद्धि गर्ने, कन्टिन्जेन्सी फन्डिङ प्लानिङलाई चाहिँ के गर्ने प्रभावकारी बनाउने, कन्टिन्जेन्सी फन्डिङ प्लानिङलाई के गर्ने प्रभावकारी बनाउने, अर्थतन्त्रका परिसूचकका आधारमा चाहिँ तरलता कायम गर्नुपर्ने अवस्थालाई चाहिँ के गर्ने निर्धारण गर्ने, तरलता कायम गर्नुपर्ने अवस्थालाई निर्धारण गर्ने, प्राइस सेन्सेटिभ एसेट्स र लाइबिलिटीको बिचमा चाहिँ स्पष्ट रूपमा पहिचान गरी सोबाट पर्ने दबाव स्ट्रेसको चाहिँ के गर्ने मूल्याङ्कन गर्ने, तपाईँको यसरी चाहिँ जाने। यो के अरे अल्पकालीन लगानी योग्य कोष र दीर्घकालीन लगानी योग्य कोषहरूलाई चाहिँ के गर्ने, अल्पकालीन र दीर्घकालीन तपाईँको चाहिँ क्षेत्रमा चाहिँ लगानी गर्ने भनेर यसरी चाहिँ बनाएर जानु होला। जोखिम व्यवस्था तरलता जोखिम व्यवस्थापनका रणनीति नै लेख्ने, अरू केही होइन है त्यसमा। तरलता जोखिम व्यवस्थापनका रणनीति भने हो, अलिकति त्यहाँ टेक्निकल भाषा मात्रै राखेको छ, अरू केही पनि छैन यो पार्टमा। अर्को पार्टमा जाँदाखेरि ब्याज दर करिडोरको सैद्धान्तिक अवधारणा उल्लेख गर्दै नेपाल राष्ट्र ब्याङ्कले ब्याज दर करिडोरको के कस्तो व्यवस्था गरेको छ र यसलाई प्रभावकारी बनाउन के कस्ता सुधारहरू गर्नु पर्ला भनेर भनेको छ। ब्याज दर करिडोर भनेको चाहिँ यो ब्याज दर हिँड्ने बाटो सैद्धान्तिक रूपमा तपाईँको चाहिँ सैद्धान्तिक रूपमा यो ब्याज दरको उपल्लो सीमा र तल्लो सीमा कायम गरी अल्पकालीन ब्याज दरलाई नियन्त्रण गर्दै दीर्घकालीन ब्याज दर स्थायित्व राख्नका निमित्त प्रयोग गर्ने साधन वा औजारको रूपमा चाहिँ हामी ब्याज दर करिडोरलाई लिन सक्छौँ। ब्याज दर करिडोरलाई जसको चाहिँ तल्लो सीमा र माथिल्लो सीमा तोकी नीतिगत दरको चाहिँ नजिकबाट अल्पकालीन ब्याज दर चाहिँ कायम राख्नका निमित्त व्यवस्थाहरू गरिएको अवस्था हुन्छ। यसलाई चाहिँ हामी ब्याज दर करिडोरको रूपमा चिन्ने गर्छौँ। ब्याज दर करिडोरको उपल्लो सीमा अहिले नीतिगत व्यवस्था भनेको छ दोस्रो पार्टमा। ब्याज दर करिडोरको तपाईँको चाहिँ वर्तमान के अरे नीतिगत व्यवस्था के छ भनेको अवस्थामा नेपाल राष्ट्र ब्याङ्कले आर्थिक वर्ष 2072-73बाट चाहिँ औपचारिक रूपमा ब्याज दर करिडोरको प्रयोग गर्न थालेको अवस्थालाई चाहिँ हामी लेख्न सक्छौँ नीतिगत व्यवस्थाको रूपमा। मौद्रिक नीति सँगसँगै चाहिँ यसको ब्याज दर करिडोरको अवस्था, ब्याज दर करिडोरका सीमाहरू चाहिँ के गर्ने भन्दाखेरि तोकेको अवस्था दिन्छौँ।
तोकिएको अवस्था हुन्छ यसमा। अहिले सबै ब्याज दर करिडोरको उपल्लो सीमा माथिल्लो सीमा 6.50 बैङ्क दर भनेर राखेको छ, ब्याङ्क रेट। त्यस पछाडि गएर 5% चाहिँ पोलिसी रेट राखेको अवस्था छ, जसलाई रिपो रेट पनि भन्छ कहिलेकाहीँ। त्यस पछाडि 3% चाहिँ डिपोजिट रेट भन्छ, स्थायी निक्षेप सुविधा पनि स्ट्यान्डिङ डिपोजिट फ्यासिलिटी गरेर चाहिँ यसरी चाहिँ के गरेको छ भन्दा 3% राखेको अवस्था छ। यसरी तपाईँको इन्टरब्याङ्क लेन्डिङमा चाहिँ तपाईँको 3%भन्दा कम जान लागेको अवस्थामा नेपाल राष्ट्र ब्याङ्कले स्थायी निक्षेप सुविधा मार्फत चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन गर्ने र 6.5%भन्दा माथि जान लागेको अवस्थामा तपाईँको मार्केटमा त्यहाँ तपाईँको चाहिँ के गर्ने, तरलता इन्जेक्ट गरेर चाहिँ तपाईँको तरलता पठाएर चाहिँ के गर्ने, ब्याज दरलाई 6.5% र 3%को बिचमा गरेर चाहिँ हिँड्नका निमित्त चाहिँ व्यवस्था गर्छ। 2073-74 भने मैले आर्थिक वर्ष हो, आर्थिक वर्ष 73-74बाट यो ल्याइएको थियो। यसरी चाहिँ साथीहरूले जानु पर्ला यसमा भएका नीतिगत व्यवस्था के छ भनेर जाँदाखेरि। नीतिगत व्यवस्था कहिले सुरु गर्यो भनेर जानु पर्यो एउटा, अनि त्यस पछाडि गएर तल्लो सीमा माथिल्लो सीमा नीतिगत दर भनेर जानु पर्यो अर्को। अर्को चाहिँ वर्तमान समयको चाहिँ ब्याज दर करिडोर, अहिलेको ब्याज दर करिडोर 2081 फागुन 1 गतेबाट नेपाल राष्ट्र ब्याङ्कले तपाईँको चाहिँ यो 2081 फागुन 1 गतेबाट चाहिँ तल्लो सीमा बमोजिम के गरेको छ भने तपाईँको चाहिँ स्थायी निक्षेप सुविधालाई एक हप्तासम्म स्थायी निक्षेप सुविधा दिने व्यवस्था गरेको अवस्था छ। यसलाई नेपाल राष्ट्र ब्याङ्कले समय सान्दर्भिक रूपमा मोनेटरी पोलिसीको रिभ्यूसँगै के गर्ने गर्छ भन्दा अर्थतन्त्रको परिसूचकको अवस्था हेरेर चाहिँ यसलाई परिवर्तन गर्ने कुरा पनि गर्छ। यी भयो नीतिगत व्यवस्थाहरू, यिनै नै हुन् भनेर जानु होला। त्यस पछाडि तेस्रो क्वेसनमा के छ भन्दाखेरि, यसैको तेस्रो क्वेसनमा यसलाई थप अझ प्रभावकारी बनाउन के गर्नु पर्ला, कसरी चाहिँ प्रभावकारी बनाउन सकिन्छ त यो ब्याज दर करिडोरलाई भन्ने क्वेसन छ। ब्याज दर करिडोरलाई प्रभावकारी बनाउनका निमित्त सबैभन्दा पहिला तपाईँको त वित्तीय साक्षरता र वित्तीय पहुँचको अवस्था विस्तार गर्नु आवश्यक देखिन्छ यसमा। तपाईँको चाहिँ मौद्रिक नीतिका तपाईँको चाहिँ मौद्रिक उपकरणहरू भन्छ, तपाईँको चाहिँ क्वान्टिटेटिभ टुल्सहरूको प्रयोग गर्ने कुरालाई जोड दिन सकिन्छ। तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिन्छ। तरलता व्यवस्थापन अर्थतन्त्रको विश्लेषण गरेर मात्रै तपाईँको चाहिँ ब्याज दर करिडोरका सीमा निर्धारण गर्ने कुरालाई चाहिँ के गर्न सकिन्छ, अझै व्यवस्थित र वैज्ञानिक बनाउन बनाउन सकिने कुरा देखिन्छ। ब्याज दर करिडोरलाई चाहिँ पूर्ण रूपमा स्वचालित बनाउनु पर्ने कुरा देखिन्छ, स्वचालित बनाएर लैजानु पर्ने कुरा देखिन्छ। तपाईँको चाहिँ वित्तीय साक्षरता र पहुँच बढाएर करेन्सी होल्डिङ घटाउने कुरालाई चाहिँ के गर्न सकिन्छ, प्रभावकारी रूपमा अगाडि लैजान सकिन्छ। त्यस पछाडि अनौपचारिक क्षेत्रबाट अनौपचारिक क्षेत्रमा भइरहेको लेन्डिङ र ब्याज दरको तपाईँको चाहिँ लेन्डिङ र ब्याज दरको अवस्थालाई चाहिँ बुझेर चाहिँ के गर्नुपर्ने, ब्याज दर करिडोरलाई चाहिँ तपाईँको चाहिँ परिवर्तन गर्नुपर्ने वा ब्याज दर करिडोरमा रूपान्तरण गर्नुपर्ने कुरा देखिन्छ भनेर यसरी चाहिँ जान सकिन्छ तपाईँको यो यसको कुरा गर्दा। अर्को चाहिँ क्वेसन के छ भन्दा वित्तीय साक्षरता, वित्तीय समावेशीकरण र वित्तीय पहुँचको अवधारणा उल्लेख गर्दै छाया ब्याङ्किङले चाहिँ यसको कसरी तपाईँको चाहिँ यसको छाया ब्याङ्किङले पारेको प्रभाव बनेको छ, छाया ब्याङ्किङको सकारात्मक र नकारात्मक प्रभाव पर्छ यसमा। अब मैले सुरुदेखि नै भन्छु, वित्तीय साक्षरता भन्नाले वित्तीय वस्तुता सेवाको बारेमा चाहिँ के गर्ने भन्दा सबै तपाईँको चाहिँ सबैलाई सचेतना दिने कार्यक्रम वा त्यसको जानकारी गराउने कार्यक्रम, जानकारी गराउने क्रियाकलाप, वित्तीय ज्ञानको अवस्था, वित्तीय फाइनेन्सियल नलेज, फाइनेन्सियल एटिट्युड र फाइनेन्सियल बिहेभियरको अवस्थालाई चाहिँ के गर्ने भन्दाखेरि बिहेभियरको अवस्थाको बारेमा अभिवृद्धि गर्नका निमित्त प्रदान गरिने शिक्षा, साक्षरता, सचेतना वा भ्यालु अफ मनीको बारेमा चाहिँ जानकारी दिने प्रक्रिया लाई चाहिँ हामी वित्तीय साक्षरताको रूपमा लिने गर्छौँ। वित्तीय समावेशीकरणको कुरा गर्दा सबै वर्ग, क्षेत्र, लिङ्ग, समुदाय, जात जातिको चाहिँ के गर्ने भन्दा सबै वित्तीय सेवामा तपाईँको चाहिँ समानुपातिक प्रतिनिधित्वका निमित्त तपाईँको फरक ढङ्गले वा विभेदीकरण सहित चाहिँ के गर्ने, वित्तीय सेवा सुविधाको उपलब्धता गराउने क्रियाकलापलाई वित्तीय समावेशिता भन्छ भने वित्तीय पहुँचको अवधारणाले सबै वर्ग, क्षेत्र, लिङ्ग र समुदाय वा सबैको चाहिँ वित्तीय सेवामा समान पहुँच राख्नुपर्ने वा सबै किसिमका वित्तीय प्रोडक्टमा तपाईँको चाहिँ के गर्ने, सबैको चाहिँ समान पहुँच हुनुपर्ने कुरालाई चाहिँ जनाउँछ। वित्तीय समावेशीकरणले चाहिँ फरक ढङ्गले ट्रिटमेन्ट गर्नुपर्ने कुरा जनायो भने वित्तीय
समावेशी तपाईँको वित्तीय पहुँचले चाहिँ सबैको पहुँच हुनुपर्ने, सबैले ब्याङ्क तथा वित्तीय संस्थाका आधारभूत र अत्याधुनिक ब्याङ्किङ सेवा सुविधाहरू सबैले प्राप्त गर्न पाउनुपर्ने कुराको चाहिँ के हुनुपर्छ, सुनिश्चितता हुनुपर्छ भन्ने कुरालाई चाहिँ वित्तीय समावेशिता, के अरे वित्तीय समावेशिताले जनायो। सबैले पाउनुपर्छ भन्ने कुरालाई फरक ढङ्गले सक्षम छन् भने त्यस्ता मान्छेलाई फरक ढङ्गले नै ट्रिटमेन्ट गरेर लैजानुपर्छ भन्ने कुरा, त्यो कुराले चाहिँ समेटेको देखिन्छ। यो अवधारणाको कुरामा यी नै लेखेर जानु होला। त्यस पछाडि दोस्रो लेयरमा के छ भन्दा, छाया ब्याङ्किङको विकासले, स्याडो ब्याङ्किङले तपाईँको चाहिँ वित्तीय समावेशीकरण र ब्याङ्किङ क्षेत्रमा के कस्तो प्रभाव पारेको छ भन्दा, स्याडो ब्याङ्किङको प्रभाव नर्मली दुई प्रकारको हुन्छ। स्याडो ब्याङ्किङ भनेको चाहिँ अब ब्याङ्क तथा वित्तीय संस्थाले जस्तै कायम गर्ने औपचारिक र अनौपचारिक संरचनालाई चाहिँ हामी स्याडो ब्याङ्किङका रूपमा लिने गर्छौँ, जसले औपचारिक औपचारिक क्षेत्रले ब्याङ्किङ क्षेत्रलाई काउन्टिङ नगरे पनि अनौपचारिक क्षेत्रले चाहिँ तपाईँको चाहिँ के गर्ने, ट्याक्स थलीका कुराहरू वा चाहिँ तपाईँको ट्याक्स तपाईँको चाहिँ के गर्ने भन्दा नतिर्ने गरी चाहिँ विभिन्न किसिमका वित्तीय कारोबार गर्ने कुरालाई चाहिँ यसले जनाउने गर्दछ। स्याडो ब्याङ्किङको कुरा गर्दा यसको चाहिँ सकारात्मक र नकारात्मक प्रभाव पर्छ भनिसकेँ मैले। अब नेपालको अर्थतन्त्रको परिप्रेक्ष्यमा र ग्रामीण अर्थतन्त्रको वर्तमान परिप्रेक्ष्यमा नेपालको सकारात्मक प्रभावलाई विश्लेषण गर्दाखेरि यसमा के हुन्छ भने, सकारात्मक प्रभावका कुरा वित्तीय साक्षरता बढाएको, वित्तीय पहुँच बढाएको कुरा छ। यसले चाहिँ वित्तीय पहुँच चाहिँ बढाइराखेको कुरा छ, वित्तीय समावेशिता बढाइराखेको कुरा छ, आधारभूत वित्तीय सुविधालाई चाहिँ के गरेको छ, सबै पक्ष समक्ष सुनिश्चित गराएको कुरा छ। ती सबै कुराहरू के भए, यसका बेनिफिटहरू भए। र त्यसका केही डिमेरिट्सहरू पनि छन्। यसले चाहिँ अनौपचारिक क्षेत्रले चाहिँ के गर्छ, ट्याक्स थलीका कुरा गर्छ, सम्पत्ति शुद्धिकरण हुने सम्भावना रहन्छ। अनौपचारिक क्षेत्रबाट कारोबार गर्दा जोखिम भएको अवस्थामा त्यसको जोखिमको पहिचानलाई चाहिँ न्यूनीकरण गर्न समस्या रहने कुराहरू हुन सक्छन्। अब यसरी चाहिँ के गर्ने भन्दाखेरि तपाईँको सकारात्मक र नकारात्मक गरेर दुईटा किसिमका चाहिँ यसका के हुन्छन्, अवधारणाहरू रहने गर्दछन्, दुईटा किसिमका प्रभावहरू रहने गर्दछन् भनेर जानु पर्ला। अब यो तपाईँहरूले लेखिसकेका क्वेसन हो, यो क्लास होइन नि त। यो क्लासमा मैले एक बाई एक पोइन्टहरू भन्न थालेँ भने 2 दिन लाग्छ यो पढाउन। त्यही भएर कति नम्बरको क्वेसन छ त्यही अनुसार मैले सर र भन्दै गइरहेको छु। भनेको तपाईँको जति कोही नम्बरको क्वेसनको वेट छ त्योभन्दा बढी जान थाल्यो भने त यो क्लासमा त क्लासको कुरा त क्लासमा भइहाल्छ नि। अब यहाँ चाहिँ तपाईँले लेखिसकेका कुरालाई करेक्सन गर्दैछु मैले, तपाईँले लेखा कपी हुनुपर्छ त्यहाँ। त्यो नलेखेको त्यो ऊ सुने जसरी, त्यो रामायण सुने जसरी बसेको छ भने कामै छैन। त्यो केही बुझ्दै बुझिन्न, जिरो हो त्यस्तो मान्छे सिधै। तपाईँले लेखेर अगाडि कपी राखेर मैले भनेको कुरा सँगै आफ्नो लेखाएको कुरा भिडाउने हो त्यहाँ, अनि बल्ल पास भइन्छ। त्यो फिडब्याक भनेर सुनेर पास भइने भए भए जिन्दगी कहाँ पुग्थ्यो कहाँ पुग्थ्यो। मैले फेरि भन्दैछु एकचोटि, यो स्याडो ब्याङ्किङमा साथीहरू फेरि यो गर्नुभयो। यसले स्याडो ब्याङ्किङले के भन्छ भन्दा, औपचारिक वा अनौपचारिक क्षेत्रबाट ब्याङ्क तथा वित्तीय संस्थाले जस्तै कारोबार गर्ने तपाईँको चाहिँ संरचनाहरूलाई छाया ब्याङ्किङको रूपमा लिन्छ। यसमा औपचारिक क्षेत्रको रूपमा सहकारी, गैर ब्याङ्किङ संस्थाहरू, अनौपचारिक रूपमा चाहिँ तपाईँको चाहिँ अनौपचारिक रूपमा हुन्डी, साहु महाजनले गर्ने कारोबारहरू, डुकुरी कारोबारहरू जस्ता कुराहरू चाहिँ यसमा पर्दछन्। यसका मैले दुईटा कुरा गरिसकेँ। एउटा चाहिँ सकारात्मक प्रभाव र नकारात्मक प्रभाव हुन्छ ब्याङ्क तथा वित्तीय संस्था, के अरे ब्याङ्क तथा वित्तीय संस्थामा, ब्याङ्किङ क्षेत्रमा वित्तीय तपाईँको चाहिँ वित्तीय समावेशीकरणमा भनोस्, जे भनोस्, यसमा जे भन्नु अर्थतन्त्रमै भनेर पनि आउन सक्छ। इट्स इम्प्याक्ट भनेर राखेको छ यो सिलेबसमा। त्यही भएर चाहिँ यसको दुईटा प्रभाव हुन्छ, एउटा सकारात्मक प्रभाव र अर्को नकारात्मक प्रभाव। छाया ब्याङ्किङ सहकारी गाउँ गाउँसम्म पुगेर के भयो भन्दाखेरि तपाईँको चाहिँ वित्तीय पहुँच बढ्यो, वित्तीय साक्षरता बढ्यो, वित्तीय पहुँच बढ्यो, आधारभूत ब्याङ्किङ सेवा सुविधा बढ्यो, ग्राहकको बचत गर्ने बानी बढ्यो। तपाईँको चाहिँ यसले के गर्यो भन्दा बचतको मात्रामा अभिवृद्धि गर्यो। क्रेडिट क्रिएसनमा तपाईँको अनौपचारिक क्षेत्रबाट फेरि चाहिँ औपचारिक क्षेत्रमा रूपान्तरण हुँदा तपाईँको चाहिँ के भयो भन्दा तपाईँको क्रेडिट क्रिएसन क्यापासिटी बढ्यो। यसले चाहिँ के गर्दो रहेछ, सकारात्मक प्रभाव निम्ताउँदो रहेछ। यसले चाहिँ तपाईँको चाहिँ कन्जम्सन चाहिँ घटायो, खर्च, अनावश्यक खर्च घटायो, पुँजी बजारको विकासमा योगदान दियो यसले। छाया ब्याङ्किङ प्रभावले, छाया ब्याङ्किङले चाहिँ ठुला क्षेत्रमा लगानी गर्ने कुरा चाहिँ के गर्यो भन्दा ठुला क्षेत्रमा लगानीको सुनिश्चितता गर्यो यसले। यसले चाहिँ जोखिममा साझेदारीका कुरा अवलम्बन गर्यो। यसरी चाहिँ सकारात्मक प्रभाव भयो। नकारात्मक प्रभावको रूपमा यसले चाहिँ के हुने भन्दा
वित्तीय क्षेत्रभित्र चाहिँ हामीले यसलाई लिए पनि ब्याङ्किङ क्षेत्रको रूपमा काउन्टिङ गर्न सकेनौँ। अस्वस्थ प्रतिस्पर्धाको अवस्था आउन सक्ने सम्भावना भयो। कारोबारमा जटिलता वा ढिलापना आउन सक्ने कुराहरू भयो। तपाईँको चाहिँ मौद्रिक नीतिलाई चाहिँ के गर्न सकेन, यसले चाहिँ मौद्रिक नीति मार्फत सरकारका नीति तथा कार्यक्रममा मौद्रिक नीतिको प्रसारणलाई चाहिँ तपाईँको रियल सेक्टरमा लिन सकेन। यसले वित्तीय अस्थिरताको अवस्था सिर्जना हुन सक्ने अवस्था भयो। यसले चाहिँ छाया ब्याङ्किङ प्रभावको चाहिँ छाया ब्याङ्किङ मार्फत चाहिँ सम्पत्ति शुद्धिकरणको सम्भावना पनि बढ्न थाल्यो। छाया ब्याङ्किङबाट चाहिँ सबैले चाहिँ सहकारीमा लिन्छन् अहिले पनि। छाया ब्याङ्किङतिरबाट चाहिँ तपाईँको के गर्ने भन्दाखेरि के अरे यो कम्प्लायन्स सम्बन्धी जोखिम, एमएल सेफ्टी सम्बन्धी जोखिम पनि बढ्ने सम्भावना भयो। यहाँ चाहिँ अस्वस्थ प्रतिस्पर्धा, ब्याज दर निर्धारणमा समस्या कुरा, नियामकीय व्यवस्थालाई प्रभावकारी बनाउन समस्या लगायतका तपाईँको चाहिँ यसका के भयो भन्दा नकारात्मक प्रभावहरू रहे भनेर जानु पर्यो यो विषयमा जाँदा। अर्को 9 नम्बरमा जान्छु म। 9 नम्बरमा के भनेको छ भन्दा आधुनिक भुक्तानीका साधनहरू, डेबिट कार्ड, क्रेडिट कार्ड लगायत भुक्तानीका साधनको विकासले भुक्तानी प्रणालीमा पुर्याएको योगदानको चर्चा गर्दै डिजिटल वालेटको प्रयोग गर्दा आउन सक्ने जोखिमहरू भनेको छ। अब यो आधुनिक भुक्तानीका साधन, डेबिट कार्ड, क्रेडिट कार्ड वा डिजिटल कार्डको महत्त्व भने अरू केही होइन। यसले डिजिटल कार्ड वा चाहिँ तपाईँको प्लास्टिक कार्डको महत्त्व भनेको छ सिधा त्यहाँ। जो तपाईँको चाहिँ आधुनिक भुक्तानीका साधन, डेबिट कार्ड, क्रेडिट कार्डले भुक्तानी तपाईँको चाहिँ भुक्तानी प्रणालीलाई के बनाएको, कसरी चाहिँ सहज सरल बनाएको छ भन्ने कुरा हो। यसले चाहिँ तपाईँको क्यासलेस सोसाइटी निर्माण गर्न सहयोग गरेको अवस्था छ। रियल टाइममा चाहिँ कारोबार गर्ने कुराको सुनिश्चितता गरेको छ। तपाईँको करेन्सी होल्डिङ गर्दा हुनसक्ने जोखिम न्यूनीकरण गरेको छ। क्रेडिट क्रिएसनमा सकारात्मक प्रभाव पारेको अवस्था छ। लेनदेन प्रक्रियालाई सरल सहज बनाएको अवस्था छ। लेनदेन प्रक्रियालाई सरल सहज बनायो यसले आधुनिक भुक्तानीको के अरे यो डेबिट कार्ड र क्रेडिट कार्डले। यसले चाहिँ ब्याक अफिस एप्लिकेसनका सहायताले चाहिँ कारोबार गर्ने अवस्थालाई झन् प्रभावकारी बनायो। ब्याङ्क तथा वित्तीय संस्थामा भौतिक उपस्थिति न्यूनीकरण गर्यो। भौतिक उपस्थिति न्यूनीकरण गर्यो। एटिएम, पिओएस मेसिन र अनलाइन सपिङ मार्फत चाहिँ के गर्ने, कारोबार गर्न सक्ने प्रणालीलाई प्रभावकारी बनायो। कारोबार गर्न सक्ने अवस्थालाई चाहिँ सरल सक्षम बनायो। एउटै नेटवर्क मार्फत जिरो लागतमा, शून्य लागतमा चाहिँ के गर्ने, कारोबार गर्न सक्ने अवस्थाको सुनिश्चितता गरेको अवस्था देखिन्छ भनेर जानु पर्यो यसमा। अब दोस्रो लेयरको क्वेसनमा डिजिटल वालेटको प्रयोग गर्दा आउन सक्ने जोखिमहरू भन्छ। पहिलो जोखिम तपाईँको चाहिँ यो डिजिटल प्लेटफर्महरूको प्रयोग गर्दा ह्याकिङ, ट्र्याकिङ, फिसिङ जस्ता जोखिमहरू रहने कुरा भइहाल्यो। कस्टमर आइडेन्टिफिकेसन रिस्कका कुरा हुने भयो। कस्टमर को कस्टमर हो भनेर पहिचान गर्न सकिँदैन। कस्टमर आइडेन्टिफिकेसनका रिस्कहरू हुने भए। पासवर्ड र युजर नेमको गलत प्रयोग हुन सक्ने सम्भावना हुन सक्यो। विभिन्न किसिमको प्रविधिका समस्याले गर्दाखेरि त्यो तपाईँको चाहिँ डिजिटल वालेटहरू भन्दा यी सेवासँग सम्बन्धित जोखिम भनेर जाने हो कि डिजिटल वालेट चाहिँ नचल्ने कुराहरू हुनसक्छ। डिजिटल वालेट प्रविधिसँग सम्बन्धित जोखिमहरू पनि हुन सक्ने कुरा भयो यसमा। प्रविधिसँग सम्बन्धित जोखिमहरूको कुरा भयो। त्यस पछाडि गएर तपाईँको गोपनीयतासँग सम्बन्धित कुराहरू पनि यसमा रहने कुरा गर्दछ। तपाईँको चाहिँ सुपरभिजन र मोनिटरिङ प्रणाली प्रभावकारी नहुने जोखिम पनि यसबाट सिर्जना हुनसक्छ डिजिटल वालेटको प्रयोग गर्दाखेरि। डिजिटल वालेट का निमित्त चाहिँ तपाईँको सर्भरमा देखिने समस्या पनि हुने भयो। सर्भरमा देखिने ह्याकिङ, ट्र्याकिङ, फिसिङ भनिसकेँ मैले। तपाईँको चाहिँ डाटा सेक्युरिटी सम्बन्धीका कुराहरू भए, गोपनीयताका सम्बन्धीका कुराहरू भए, युजर नेम र पासवर्डको गलत प्रयोगका कुरा भए, कस्टमर आइडेन्टिफिकेसन जोखिमका कुरा भए, कारोबार इन्स्ट्रक्सन बेसमा चाहिँ कारोबार गर्ने भएकाले गलत इन्स्ट्रक्सनमा गलत कारोबार हुन सक्ने जोखिमहरू हुने भयो। यस्ता विभिन्न किसिमका जोखिमहरू यसमा रहन्छन् भनेर जानु पर्यो। यो कुरा पनि लगभग लगभग सकिन्छ यति भनेपछि। अब 10 नम्बरको क्वेसनमा गएँ। कृषि विकास ब्याङ्कको कर्मचारी सेवा विनियमावलीमा कर्मचारीले पालना गर्नुपर्ने आचरणका कुराहरू के छन् भनेर भनेको छ। यसको परिच्छेद 8 हेरेर तपाईँले सर र पारेर लेख्नु होला। अब यसमा म 2-4वटा कुरा भनिदिन्छु। यसमा सबैतिर हुने भनेको दान दातव्य, चन्दा, कसैले चाहिँ लिन नहुने भनेको होला। त्यस पछाडि गएर व्यापार व्यवसाय गर्न नहुने, 60 दिनभित्र चाहिँ तपाईँको सम्पत्ति विवरण बुझाउनु पर्ने कुरा, बर बुजारत गर्ने, रमावना लिने कुराहरू, नियमको पालना गर्ने कुराहरू, राजनीति चुनावमा भाग लिन नपाउने कुराहरू होला। यो सबैमा हुन्छ, सबै ब्याङ्कमा त्यही हो। पिआर लिन नपाउने कुराहरू, पिआरका लागि स्थायी आवासीय अनुमति भन्छ, पिआरका लागि एप्लिकेसन दिन नपाउने कुराहरू, अनुशासनको पालना गर्नुपर्ने कुराहरू, तपाईँको ब्याङ्कको अनुमति बिना चाहिँ ब्याङ्कको इन्टरनल सूचनाहरू चाहिँ के गर्ने, प्रकाशन प्रसारण गर्न
नपाउने कुराहरू वा चाहिँ तपाईँको मिडियासँग सम्पर्क गर्न नपाउने कुराहरू, बन्द हडताल, थुन्चेउ, घेराइ जस्ता क्रियाकलाप नगर्ने कुराहरू छन्। यसको परिच्छेद 8मा भन्नु होला, परिच्छेद 8मा छ, त्यो 8 हेर्ने सर र हेर्ने त्यहाँ धेरै छन्। अब त्यसलाई चाहिँ कति 5 नम्बरमा हुँदा 10वटा पोइन्ट खर्लक्क पारेर लेख्नु होला, सकिहाल्यो कुरो। यहाँ धेरै कुरा जानु परेन। 5 नम्बरमा पनि दिनुपर्छ। यसमा दिँदाखेरि के गर्ने भन्दा कर्मचारीले कुनै पनि प्रदायकको रूपमा सेवा प्रदायकको तपाईँको चाहिँ सेवा प्रदायको संरक्षणका निमित्त र प्रवाहमा चाहिँ के गर्ने, सुशासनका कुरा, सुशासनको अवलम्बनका कुरा, कार्य प्रक्रियालाई प्रभावकारी बनाउने कुरा, संस्थागत हितका कुरालाई ध्यान दिई कर्मचारीले के गर्नुपर्छ, विभिन्न किसिमका आचरण, आचार संहिता, आचरणका कुरा पालना गर्नुपर्ने कुरा, कर्मचारी सेवा विनियमावली 2062मा उल्लेख गरिएको छ भनेर सर लेख्ने। त्यति भएपछि कुरा भइहाल्यो यसमा। त्यसरी जानु होला। अब अर्को पार्टमा कोर ब्याङ्किङ सिस्टमको अवधारणा लेख्दै यसको प्रयोगबाट पुगेको योगदान र प्रयोग गर्दा आएका जोखिमहरू उल्लेख गर्नुहोस् भनेर भनेको छ। यो सिबिएससँग सम्बन्धित। कोर ब्याङ्किङ सिस्टम भन्नाले सेन्ट्रलाइज अनलाइन रियल टाइम एक्सचेन्ज वा इन्भाइरोमेन्टको रूपमा रहेको केन्द्रीय प्रणालीमा चाहिँ के गर्ने भन्दा रियल टाइम कारोबार गर्न सक्ने सिस्टमको रूपमा चाहिँ रहेको कोर ब्याङ्किङ फङ्सन सञ्चालन गर्ने आधारभूत सफ्टवेयरको रूपमा चाहिँ हामी के गर्न सक्छौँ भन्दा कोर ब्याङ्किङ सिस्टमलाई लिन सक्छौँ। यसलाई ब्याक अफिस एप्लिकेसन वा ब्याक एन्ड एप्लिकेसनको रूपमा पनि लिने गरिन्छ। यसले चाहिँ ब्याक अफिस एप्लिकेसनका सहायताले ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्नुपर्ने विभिन्न किसिमका वित्तीय सेवा सुविधा डिजिटल प्रोडक्टहरू मार्फत ग्राहकले भनेकै समयमा तुरुन्त चाहिँ गर्ने भएकाले यसलाई ब्याक अफिस एप्लिकेसनका रूपमा पनि लिने गरिन्छ। यो ब्याङ्क तथा वित्तीय संस्थाका कारोबारहरूको चाहिँ रेकर्ड राख्ने, विद्युतीय माध्यमबाट रेकर्ड राख्ने, सोको क्यालकुलेसन गर्ने, अङ्कगणितीय शुद्धता पत्ता लगाउने एउटा महत्त्वपूर्ण तपाईँको चाहिँ सफ्टवेयर सिस्टम हो वा एप्लिकेसन सिस्टम हो भनेर जानु पर्यो। कोर ब्याङ्किङ सिस्टम के हो भनेको अवधारणा भन्दाखेरि अब यसको फाइदा महत्त्व के छ भनेर जाँदाखेरि अब कोर ब्याङ्किङ सिस्टमले अघि पनि मैले एउटा इम्पोर्टेन्सकै आधारमा परिभाषा भनेको, यसले चाहिँ कम समय र लागतमा चाहिँ के गर्छ, सेवा प्रवाहको सुनिश्चितता गर्छ। यसले चाहिँ कार्य प्रवाह प्रक्रियालाई चाहिँ सरल सहज बनाउँछ, सुरक्षित कार्य प्रणाली अवलम्बन गर्छ, अङ्कगणितीय शुद्धता पत्ता लगाउँछ, समय र लागतको बचत गर्ने काम चाहिँ गर्छ। यसले कर्मचारीको सङ्ख्यामा कटौती गर्छ, पेपरलेस ब्याङ्किङ सिस्टमलाई अवलम्बन गर्ने कुरा भयो। यसले कारोबारको रियल टाइममा चाहिँ के गर्ने भन्दा त्यसको अभिलेख राख्ने, त्यसको अनुगमन सुपरिवेक्षण प्रणाली अनलाइन सिस्टमबाट बनाउने कुरा गर्ने भयो। यसका चाहिँ फाइदाहरूका कुरा गर्दा यसले चाहिँ अन्तर ब्याङ्क कारोबार, अन्तर शाखा कारोबारलाई जोड दिने कुरा भयो। टप लेभललाई चाहिँ के गर्ने, सूचना प्रवाह गर्ने कुरा भयो। अन्तर शाखा कारोबारलाई, एबियुएसमा अन्तर शाखा कारोबारलाई जोड दिने कुरा भयो भनेर यसमा अझै पनि लेख्न सकिन्छ। एप्लिकेसन मार्फत हुन सक्ने कारोबार भनेर जाने कुरा भइहाल्यो यसमा। अब 2 नम्बरमा कति पो लेख्ने हो र योगदान भनेर 1.5 नम्बरमा छ, त्यो मैले भनेकै बढी भइसक्यो त्यहाँ। अर्को चाहिँ यसका जोखिमहरू के छन् भन्दा अघिकै कुरा, डिजिटल ब्याङ्किङसम्म सम्बन्धित जोखिमहरू, त्यस पछाडि गएर यी सबै डिजिटल प्लेटफर्मको प्रयोग गर्दाखेरि हुने जोखिमहरू सबै एउटै हो। अब यसमा ह्याकिङ, ट्र्याकिङ, फिसिङ जस्ता साइबर क्राइम रिलेटेड जोखिमहरू हुनसक्छ। भेन्डरले चाहिँ सेवा परिवर्तन नगरिदिने खालको चाहिँ जोखिम हुनसक्छ। युजर नेम र पासवर्डको गलत प्रयोग हुन सक्ने जोखिम हुनसक्छ। डाटा रिकभरी साइटको प्रभावकारी व्यवस्थापन नहुँदा तपाईँको चाहिँ विद्युतीय अभिलेख व्यवस्थापनमा चाहिँ समस्या हुनसक्छ। पावर ब्याकअप सम्बन्धी, नेटवर्क सम्बन्धी प्राविधिक जोखिमहरू हुनसक्छ। यसले चाहिँ निर्देशनका आधारमा कारोबार गर्ने भएकाले गलत निर्देशनका कारणले गलत कारोबार हुन सक्ने सम्भावना पनि रहन्छ। यस्ता किसिमका जोखिमहरू यसमा हुन्छन् भनेर जानु पर्यो। 11 नम्बरको कुरा पनि सकियो। अब 12 नम्बरमा चाहिँ एकीकृत निर्देशन 2082का प्रमुख विशेषताहरू भनेर भनेको छ। एकीकृत निर्देशन ब्याङ्क तथा वित्तीय संस्थाले के अरे नेपाल राष्ट्र ब्याङ्कले क ख ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन होला। सायद यहाँ क्वेसनहरूले अपूर्ण भयो। एकीकृत निर्देशिका भनेपछि एकीकृत निर्देशिका 2082 पनि छैन, अहिले सायद 81 होला जस्तो लाग्छ मलाई। अब 2082 त आएकै छैन होला यहाँ। एकीकृत निर्देशिका 2082 भनेपछि यहाँ केही क्वेसन अनकम्प्लिट छ कि जस्तो लाग्छ मलाई। 2082 भने 81मा कहिले आयो कि 82को आइसकेर क्वेसन
के अरे डिरेक्टिभ आछ? आएको छैन जस्तो लाग्छ है मलाई पनि। अब यहाँ चाहिँ त्यही होला, एक निर्देशिका भने हामीले नर्मली क ख ग वर्गको ब्याङ्क तथा वित्तीय संस्थाले जारी गरेको निर्देशन भनेर बुझ्छौँ। अब र घ वर्गलाई पनि गर्छ, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्कलाई पनि निर्देशन जारी गर्छ गर्न चाहिँ। अब ती सबै निर्देशनहरू चाहिँ के हुन्छन् भन्दा तपाईँको ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरेको निर्देशनको रूपमा रहन्छन् नर्मल्ली। अब त्यही होला, हामीले चाहिँ क ख ग वर्गको ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गर्ने निर्देशन भनेर जाउँ। यहाँ चाहिँ तपाईँको मनी चेन्जरहरूलाई पनि निर्देशन हुन्छ, धेरै निर्देशनहरू हुन्छन् है। यो पेमेन्ट सर्भिस प्रोभाइडरलाई पनि निर्देशन हुन्छ, त्यस्ता निर्देशन पनि हुन्छन् हुन चाहिँ। यो क ख ग वर्गको ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन भनेर जाउँ है हामी, भनेको त्यसरी चाहिँ जाउँ। ठिकै छ, अब जे भए पनि कुरा मैले निर्देशन धेरै किसिमका हुन्छन् भन्नेसम्म नै पनि पुगाइसकेँ। अब 82 का निर्देशन भने चाहिँ निर्देशनमा भएका मुख्य मुख्य व्यवस्थाहरूलाई फोकस गर्नुपर्ने हो। ब्याङ्क तथा वित्तीय संस्थाले गर्नुहुने कामलाई चाहिँ के गरेको छ, जोड दिएको अवस्था छ। न्यूनतम पुँजी कोष सम्बन्धी व्यवस्था गरेको छ। कर्जाको वर्गीकरण, कर्जा नोक्सानी व्यवस्थाका कुरा गरेको छ। सुनचाँदी कर्जा लगानीका कुरा यसले गरेको छ। कर्जा नोक्सानी के अरे क्यापिटल एडुकेसी फ्रेमवर्कका कुरा यसले गरेको छ। क्यापिटल एडुकेसी फ्रेमवर्कका कुरा, ब्याङ्क तथा वित्तीय संस्थाले अवलम्बन गर्नुपर्ने लेखा नीतिका कुरा, वित्तीय विवरणका कुरा यसले गरेको छ भने निर्देशनलाई सम्झिनु पर्यो कि ब्याङ्क तथा वित्तीय संस्थासँग अन्तर्निहित जोखिम र सोको समाधानका व्यवस्थालाई चाहिँ यसले जोड दिएको छ। सोको न्यूनीकरणका व्यवस्थालाई जोड दिएको छ। संस्थाको सुशासन सम्बन्धी व्यवस्था अन्तर्गत ब्याङ्क तथा वित्तीय संस्थाले गर्ने कुराहरूलाई गर्न हुने कामलाई चाहिँ के गरेको छ, जोड दिएको छ। यसले सञ्चालक शिक्षाका कुराहरू, वित्तीय साक्षरताका कुराहरूलाई यसले जोड दिएको छ। अब भित्रभित्रका कुरा पनि लेख्न पाइयो, 21 भन्दा जति पनि जान सक्यो कि यसमा यसमा केही कुरा भएन। कम्तीमा तपाईँको हेडिङको बारेमा जानिराख्दा राम्रो भयो भन्ने मात्रै हो, यसमा त्यति धेरै टेक्निकल केही छैन। अब यसरी जाने कालो सूची, कर्जा सूचना सम्बन्धी व्यवस्था, सिआरआर एसएलआरको काउन्टिङ र सो सम्बन्धी व्यवस्थाहरू गरेको छ। अब यसमा लेख्नु होला, 10-15वटा पोइन्ट लेख्दा पुग्छ। अब यहाँ धेरै गएन म, यहाँ तपाईँलाई आउँछ भन्ने कुरा भइसक्यो, मैले लगभग लगभग बुझेँ। निर्देशनको हेडिङलाई ध्यान दिएर त्योभित्रका एउटा दुईवटा, कुनै एउटा इन्डिभिजुअल दिया भए चाहिँ तपाईँको चाहिँ अलिकति टेक्निकल्ली समस्या हुनसक्थ्यो, भित्रभित्र जानुपर्न सक्थ्यो। नर्मल्ली यो सर्फेसमा यो लाटोले पनि गर्न सक्नुपर्छ यो क्वेसन। अब अर्को क्वेसनमा जाउँ, 13 नम्बर क्वेसनमा जाउँ। 13 नम्बर क्वेसनले के भनेको छ भन्दा, कृषि विकास ब्याङ्कको वर्तमान संरचना उल्लेख गर्दै कृषि विकास ब्याङ्कको वर्तमान संरचना उल्लेख गर्दै, संरचना भने चाहिँ स्ट्रक्चर उल्लेख गर्दै कृषि विकास बैङ्क कृषि क्षेत्रको विशिष्टीकृत बैङ्कबाट वाणिज्य ब्याङ्कको रूपमा रूपान्तरण हुँदा के कस्ता चुनौती र अवसर प्राप्त गरेको देख्नुहुन्छ, उल्लेख गर्दै अवसरको अधिकतम उपयोग र चुनौतीको न्यूनीकरण गर्न छोटो सुझाव प्रस्तुत गर्नुहोस् भनेको छ क्वेसनले। भनेको कृषि विकास ब्याङ्कको वर्तमान संरचना कस्तो प्रकृतिको संरचना छ भनेको, यसमा चाहिँ कृषि विकास ब्याङ्कको सङ्गठनात्मक संरचना भने अब यो चाहिँ अर्गनाइजेसनल स्ट्रक्चर भनेको, स्ट्रक्चर हेर्दा कृषि विकास ब्याङ्कको वर्तमान संरचना हेर्दा कृषि विकास ब्याङ्क वाणिज्य ब्याङ्कको रूपमा स्थापित र कृषि ब्याङ्कको रूपमा नेतृत्वदायी ब्याङ्कको रूपमा रहेको संरचनाको रूपमा देखिन्छ। कृषि विकास ब्याङ्कको संरचनालाई, यसको सङ्गठनात्मक संरचनालाई सबैभन्दा माथि चाहिँ के हुने भन्दाखेरि तपाईँको सबैभन्दा माथि तपाईँको यो के अरे बोर्ड अफ डाइरेक्टर, त्योभन्दा मुनिपट्टि चाहिँ तपाईँको 4वटा समिति, एमएलसिएफटी समितिका कुरा, त्यस पछाडि एमएलसिएफटी समितिका कुरा भए, त्यसपछि तपाईँको एमएलसिएफटी समिति भयो, कर्मचारी सेवा सुविधा समितिका कुराहरू भए, कर्मचारी सेवा सुविधा समिति, लेखा परीक्षण समितिका कुराहरू भए, जोखिम के अरे एमएलसिएफटी जोखिम व्यवस्थापन समितिका कुराहरू रहने भयो यसमा। यसको मातहतमा चाहिँ तपाईँको चाहिँ बोर्ड अफ डिरेक्टरको मातहतमा सिओ रहने, सिओका मातहतमा 8वटा छुट्टा छुट्टै कमिटीहरू रहने व्यवस्था छ। 8वटा छुट्टा छुट्टै कमिटीहरू रहने, त्यस पछाडि तपाईँको 6वटा डिजिएम, 19वटा डिपार्टमेन्टहरू रहने, 7वटा प्रदेशमा 10वटा प्रादेशिक कार्यालयहरू रहेका छन् भने 882वटा शाखा कार्यालयहरू रहेको देखिन्छ भनेर चाहिँ जानु पर्यो। दोस्रो लेयरको क्वेसन अलिकति टेक्निकल छ। कृषि विकास ब्याङ्कको पहिला चाहिँ कृषि विकास ब्याङ्कलाई विशिष्टीकृत ब्याङ्किङ संरचनाको रूपमा कृषि विकास ब्याङ्कको अवस्था हेर्नुहुन्छ भने कृषि ब्याङ्कको रूपमा मात्रै थियो। 2040-41बाट चाहिँ यो वाणिज्य ब्याङ्किङको रूपमा पनि कारोबार गर्न थाल्यो। वाणिज्य ब्याङ्कको रूपमा कारोबार गर्न थाल्यो, त्योभन्दा पछाडि 2062 चैत्र 3 गतेबाट पूर्ण रूपमा वाणिज्य ब्याङ्कको रूपमा कारोबार गर्ने संस्थाको रूपमा रह्यो। भने अब यस्तो बेलामा यो तपाईँको विशिष्टीकृत ब्याङ्कबाट
वाणिज्य ब्याङ्कको रूपमा रूपान्तरण हुँदा के कस्ता तपाईँको चाहिँ अवसर र चुनौतीहरू सिर्जना भए भनेको हो यो। अ, के कस्ता अवसर र चुनौतीहरू सिर्जना भए भनेको क्वेसनको वे चाहिँ त्यस्तो है, के कस्ता अवसर र चुनौतीहरू सिर्जना भए। अब यो अवसरका कुरा गरौँ पहिला। अवसरका कुरा गर्दा यसले चाहिँ प्रोडक्ट विविधीकरण गर्ने अवसर पायो, कृषि क्षेत्रबाट चाहिँ वाणिज्य क्षेत्रतर्फ विस्तार हुने अवसर पायो कृषि विकास ब्याङ्कले। कृषि विकास ब्याङ्कले चाहिँ स्रोतहरू चाहिँ के विविधीकरण गर्ने अवसर पायो, बचतबाट चाहिँ विभिन्न किसिमका स्रोतहरू क्रेडिट क्रिएसन गर्न सक्ने क्षमता चाहिँ वृद्धि भयो, यसको बिजनेस एक्सपान्सन भयो। निक्षेप र कर्जा प्रोडक्टमा विविधीकरण भयो, आधुनिक प्रविधिहरू अवलम्बन गर्यो यसले। ब्याङ्किङ क्रियाकलापमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका ब्याङ्किङ क्रियाकलापहरूमा जोड दियो। ब्याङ्किङ क्रियाकलापका साथसाथै कृषि क्षेत्रलाई पनि सबल सक्षम बनाउँदै लगेर गएको अवस्था देखिन्छ। अवसरका कुरा गर्दा, चुनौतीका कुरा गर्दाखेरि यसले चाहिँ के गर्नु पर्यो, अब सरकारका कृषिसँग कृषिसँग सम्बन्धित नीति तथा कार्यक्रमहरू चाहिँ अवलम्बन गर्नु पर्यो। वाणिज्य ब्याङ्किङ सुविधाहरू चाहिँ प्रदान गर्नु पर्यो। ठुला ब्याङ्कहरूसँग तपाईँको चाहिँ ठुला वाणिज्य ब्याङ्कहरूसँग वाणिज्य ब्याङ्किङ कारोबारमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भयो यसले। प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भयो। यसले चाहिँ के गर्ने भन्दा अन्तर्राष्ट्रिय नियामकीय मापदण्डका रूपमा रहेका एनएफआरएस बासिल जस्ता कुराहरू इम्प्लिमेन्टेसन गर्नुपर्ने अवस्था भयो। इम्प्लिमेन्टेसन गर्नुपर्ने अवस्था भयो। मर्जर एक्विजिसन मार्फत प्राप्त भएका ठुला ब्याङ्किङ संरचनासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भयो। यसले चाहिँ तपाईँको ससाना किसिमका कारोबार गर्ने ग्रामीण अर्थतन्त्रमा रहने ब्याङ्कको रूपमा रहेको ब्याङ्कले चाहिँ तपाईँको विभिन्न किसिमका चाहिँ तपाईँको बफर क्यापिटल मेन्टेन गर्नुपर्ने, क्यापिटल तपाईँको चाहिँ एडुकेसन फ्रेमवर्क बमोजिम प्राइमेरी र सेकेन्डरी क्यापिटल मेन्टेन गर्नुपर्ने कुराहरू रह्यो। कर्मचारीको क्षमता अभिवृद्धिलाई चाहिँ प्रभावकारी बनाउनु पर्ने कुराहरू रह्यो। यस्तो किसिमका चाहिँ यसका के रह्यो भन्दा चुनौतीहरू रहेको अवस्था देखिन्छ भनेर जाने। उल्लेख गर्दै अवसरको अधिकतम उपयोग र चुनौतीको न्यूनीकरण गर्न छोटो सुझाव प्रस्तुत गर्नुहोस्। यसको अवसरको को अधिकतम उपयोग गर्नका निमित्त तपाईँको चाहिँ के गर्नु पर्यो भन्दा ब्याङ्किङ क्षेत्रलाई संरचनागत रूपमा चाहिँ सबल सक्षम बनाउनु पर्यो। प्रादेशिक संरचनालाई थप प्रभावकारी बनाउनु पर्यो। यसको लगानीको क्षेत्रलाई विशिष्टीकृत गर्नु पर्यो। कृषि र ग्रामीण क्षेत्रमा गरेको लगानी सही ठाउँमा भएको छ कि छैन भन्ने अनुगमन सुपरिवेक्षण गर्नु पर्यो। अनुगमन सुपरिवेक्षण गर्नु पर्यो। सरकारले दिएका सेवा सुविधालाई चाहिँ के गर्नु पर्यो भन्दा सहजै रूपमा चाहिँ स्वीकार गर्नु पर्यो। सहजै रूपमा चाहिँ के अरे स्वीकार गर्ने अवस्था सिर्जना गर्नु पर्यो। अन्तर्राष्ट्रिय रूपमा दात्री संस्थाले प्रदान गरेका सेवा सुविधालाई चाहिँ त्यसले के गर्नु पर्यो, अवलम्बन गर्नु पर्यो। यसरी चाहिँ के गर्ने भन्दा अवसरको अधिकतम उपयोग र चुनौतीहरूको न्यूनीकरण गर्न सकिन्छ भनेर जाने। अर्को क्वेसन पनि कर्जा तथा ऋण असुली ऐन भनेको ब्याङ्क तथा वित्तीय संस्थाको ऋण असुली ऐन 2058 होला सायद। 58का प्रमुख विशेषताहरू भनेर भनेको संक्षिप्त रूपमा उल्लेख गर्नुहोस्। यहाँ पनि तपाईँले परिच्छेदहरू हेर्दै त्यसमा लेख्दा हुन्छ। यसमा चाहिँ यो ब्याङ्क तथा वित्तीय संस्थाको ऋण असुली कार्यलाई प्रभावकारी बनाउन, ऋण असुली कार्यलाई छिटो छरितो र प्रभावकारी बनाउन तपाईँको वित्तीय क्षेत्र सुधार कार्यक्रमको आउटपुट स्वरूप चाहिँ कि नीतिगत सुधार स्वरूप ऋण असुली ब्याङ्क तथा वित्तीय संस्थाको ऋण असुली सम्बन्धी ऐन 2058 आएको हो, जसका प्रमुख विशेषताहरू देहाय बमोजिम छन् भनेर लेख्ने। ऋण असुलीमा तपाईँको मुख्य गरी दुईवटा कुरा छ यसमा। ऋण असुली न्यायाधिकरण र ऋण असुली पुनरावेदन, ऋण असुली पुनरावेदन न्यायाधिकरण भन्ने छ। त्यस्ता कुराहरूको व्यवस्था गरेको छ। तपाईँको चाहिँ अदालतले भन्दा छिटो छरितो चाहिँ फैसला दिने गरी 60 दिनभित्र फैसला दिइसक्नुपर्ने व्यवस्था यसले गरेको अवस्था छ। 60 दिनभित्र चाहिँ होइन, 90 दिन है, 60 दिन होइन, 90 दिनभित्र फैसला दिइसक्नुपर्ने कुराहरू चाहिँ यसले गरेको छ। यसले चाहिँ के गर्ने, तपाईँको ऋणीको सम्पत्ति कब्जामा लिन सक्ने कुराहरूको व्यवस्था गरेको छ। यसले यसले चाहिँ तपाईँको चाहिँ कर्जा लिँदाखेरि चाहिँ जमानी दिने पक्ष चाहिँ जिम्मेवार हुनुपर्ने कुराहरू उल्लेख गरेको अवस्था देखिन्छ। उल्लेख गरेको जमानी दिने वा चाहिँ तपाईँको चाहिँ जमानतकर्ता को बोरोवरलाई चाहिँ जिम्मेवार दिने कुराहरू चाहिँ गरेको छ। यसले चाहिँ मुद्दा दायर गर्नु अगाडि तपाईँको चाहिँ मुद्दा दायर गरिसके पछाडि वा अगाडि चाहिँ सहमति र समझदारी हुने व्यवस्था पनि गरेको कुरा यसमा देखिन्छ। यसले चाहिँ असुली न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणको फैसला चित्त नबुझेमा अदालतमा अपिल गर्न सकिने व्यवस्था पनि गरेको छ। विभिन्न किसिमका दण्ड र सजाय सम्बन्धी व्यवस्था पनि यसमा गरेको अवस्था छ। ऋण असुली प्रक्रियालाई कम खर्चिलो, सरल, सहज बनाउन विभिन्न व्यवस्थाहरू गरेको देखिन्छ भनेर यसो ऐनबाट हेरेर लेख्नु होला है। 150 दिन हो भनेर लेख्नु भएको छ को साथीले, त्यो एडिट भयो भने हेर्नु होला। मैले चाहिँ ऐन ठ्याक्कै हेरेको छैन है। ऋण असुली न्यायाधिकरण र
ऋण असुली पुनरावेदन न्यायाधिकरण भन्ने छ। त्यहाँ चाहिँ तिनजना सदस्य, एउटा के तपाईँको चाहिँ ब्याङ्किङ, लेखा र न्यायिक सदस्य भन्ने के हुन्छ, त्यो चाहिँ एन हेरेर सर हेर्नु होला। यो मैले सम्झनाकै आधारमा भने हो, यो तपाईँले सरले एन पढाउँदा भनिहाल्नुहुन्छ। व्यवस्था नै लेख्ने हो, त्यहाँभित्र भएका व्यवस्था र व्यवस्थाभित्र भएका पनि कोर कोर कुराहरूलाई लेखेर जाने हो। यसरी चाहिँ जानु होला। ल, मैले सर र चाहिँ तपाईँको 1 घन्टा 45 मिनटमा लगभग सकेँ। यो सक्न एकदम गाह्रो छ यहाँ। मैले त्यही भएर बिस्तारै यो लेखेर गयो भने धेरै टाइम लाग्छ। यसरी चाहिँ मैले सबै साथीहरूका, अब तपाईँले लेख्नु भएको छ भने